लेट्स लुक एट यो हप्ता जे पनि भयो फ्रम दिस लेन्स कि बाहिर बसिरहेको नेपाली चाहिँ त्यो न्युजलाई हेर्दै गर्दाखेरि would they want to come back? I always wanted to go back to Nepal. But as an entrepreneur, it's always important to be very rational. So, भोलि म नेपालमा फर्केर गइराख्दाखेरि चाहिँ I don't think money is the factor that's gonna attract me to go back, होइन, अथवा ट्याक्सको जुन एक्जाम दिने भन्ने कुरा छ, त्योभन्दा इम्पोर्टेन्ट भन्ने चाहिँ यो प्रिडिक्टेबिलिटीको कुराहरू आउँछ. आई थिङ्क अहिले गभर्मेन्ट इज गोइङ मोर रिफर्म गर्नुभन्दा रेस्ट्रिक्टिभ भएर गइरहेछ क्या, विच आई पर्सनली डोन्ट लाइक. गभर्मेन्टले डिक्टेट गर्ने नै होइन क्या, होइन, एउटा ओपन मार्केटको कुरा छ, फ्री मार्केटको कुराहरू भइरहेछ, होइन. प्राइभेट कम्पनी कुनै पनि देश हेर, जुनै पनि डेभलप देश हेर, इट ओन्ली थ्राइभ्स जब त्यो देशमा चाहिँ हुन्छ नि यो प्राइभेट कम्पनीजहरू चाहिँ थ्राइभ गर्न सकोस् क्या. नेपालमा चाहिँ अहिले जुन पब्लिक एजुकेसन रिफर्म भइरहेछ त्यसलाई चाहिँ खालि एउटा इक्विटी अनि नेपालको एजुकेसन दिने त्यो डाइडाक्टिक कुरालाई मात्रै रिफर्मको रूपमा नहेरेर चाहिँ दिस इज अल्सो एन इकोनोमिक अनि ट्यालेन्ट पोलिसी, होइन. इफ ट्यालेन्टेड मान्छे चाहिँ फिर्ता नेपालमा ल्याउने हो भने चाहिँ त्यो मेरो बच्चा कहाँ पढ्छ भन्ने प्रब्लमलाई पनि सल्भ गर्नु इज भेरी इम्पोर्टेन्ट. यो विक अनाउन्स भएको एउटा कुरा कि त्यो 8th ग्रेडदेखिको बच्चाहरूलाई चाहिँ मिलिट्री रिलेटेड लाइक कैडेट बनाएर ट्रेन गर्ने भन्ने कुरा इज सो कन्सर्निङ टु मी एज अ पेरेन्ट के, होइन. एक्सप्रेस हाइवे बनाइरहेछ नि जुन तराईलाई द्रुत मार्ग भनेर, त्यो जुन एक्सप्रेस हाइवे, त्यसको ठेका, त्यसको एन्टायर काम चाहिँ नेपाल आर्मीले गरिरहेछ, होइन. नेपाल आर्मीले पनि त्यो कामलाई फेरि सब कन्ट्र्याक्ट कसलाई गरिरहेछ, प्राइभेट कम्पनीहरूलाई गरिरहेछ के, होइन. सो बेसिकली त्यो कन्ट्र्याक्टर म्यानेज गर्ने काम गरिरहेछ, होइन, इन जेनरल. अब अनि हाम्रो देशमा आर्मीले आर्मीको कोर्टमा आर्मीको पर्सनलाई चाहिँ क्वेसन गर्न सक्छ, तर सिभिल कोर्टबाट आर्मीलाई च्यालेन्ज गर्ने प्रावधानै छैन क्या. भोलि गएर अख्तियार दुरुपयोगको भोलि आर्मीले केही करप्सन गरेछ भने चाहिँ अख्तियार दुरुपयोगले चाहिँ they cannot challenge them क्या. Interestingly, I'm seeing a lot of army को engagement also in businesses. जस्तै अब हेटौडा कपडा कारखाना, they have to compete with एउटा entity जो चाहिँ normal पैसा competition होइन, who has the power to use arms and ammunitions. warfare गर्न सक्ने कम्पिटिटर भन्ने भयो. अनि त्यो अनि And मैले it's so dangerous है. म यहाँनिर पोलिसी उ गर्दै गर्दाखेरि आई मिट अ लट अफ इन्भेस्टर्सहरू बिजनेसम्यानहरू के, अनि मैले एकजनालाई सोधेको थिएँ, अनि त्यसपछि उनीहरूले अरे क्रेजी, लाइक त्यस्तै इन्भाइरोमेन्टहरूमा हो हामी नजाने. बालन सरकार चाहिँ गभर्मेन्टमा जब आएको थियो, होइन, उनीहरूको पहिलो स्टेटमेन्ट चाहिँ हामीले चाहिँ सत्यौंदेखि दलितहरूमाथि चाहिँ अत्याचार भयो, सरकारले चाहिँ दलितहरूसँग माफी माग्ने भनेर भनेको थियो नि, होइन. राजा 100 days लगभग पुगिसक्यो, होइन. अब यसको सेरोफेरोमा हेरेर एकजना दलित युवाले चाहिँ देशमा चाहिँ आत्मदाह गरेर चाहिँ ज्यान गुमाउनु पर्यो. सो स्याड क्या. नमस्ते सबैजनालाई, वेलकम ब्याक टु दिस विक इन नेपाल. नेपालले अहिले ट्यालेन्टेड नेपालीहरूलाई फर्काउन चाहन्छ, होइन. नेपालले भन्छ विदेशमा रहेको ट्यालेन्टेड नेपालीहरू फर्किनुपर्छ. रिसर्चर्स, इनोभेटर्स, डक्टर्स, इन्जिनियर्स, साइन्टिस्ट सबैजना फर्केर नेपालमै कन्ट्रिब्युट गर्नुपर्छ र नेपाललाई विकास गर्नलाई हेल्प गर्नुपर्छ भनेर, होइन. सुन्दाखेरि चाहिँ राम्रो लाग्छ. एउटा इम्पोर्टेन्ट क्वेसन बिहाइन्ड दिस इज नेपालले एज अ कन्ट्री चाहिँ उनीहरूलाई के अफर गरिरहेको छ त. बिकज आजको वर्ल्डमा चाहिँ कन्ट्रिजहरू दे कम्पिट फर ट्यालेन्ट, होइन. अस्ट्रेलिया, युएसए, युकेमा इन्टेलेक्चुअल क्यापासिटी भएको मान्छेहरूलाई धेरै अट्र्याक्ट गरिरहेछ. त्यस्तै गल्फमा लेबर्सहरू अनि जापान, कोरियामा वर्कर्सहरू नेपालबाट टन्नै जान्छ नि त. सो सबै मान्छेहरू चाहिँ बाहिर अट्र्याक्ट भइरहेको बेलामा नेपाल चाहिँ आर वी एबल टु मेक नेपाल अ कन्ट्री जहाँ चाहिँ ट्यालेन्टेड पिपलहरू चाहिँ भलन्टरीली आएर कन्ट्रिब्युट गर्न चाहन्छ. लेट्स लुक एट यो हप्ता जे पनि भयो फ्रम दिस लेन्स कि बाहिर बसिरहेको नेपाली चाहिँ त्यो न्युजलाई हेर्दै गर्दाखेरि would they want to come back भने जस्तै. अनि यसकै लागि आज हामीसँग चाहिँ एउटा पर्फेक्ट गेस्ट पनि हुनुहुन्छ, दिपेश गिरी, हु इज अ सिरियल अन्टरप्रेनर. नेपालमा मल्टिपल बिजनेसेस छ, इज मोस्टली आइटी सेक्टरमा, एन्ड मल्टिपल बिजनेस मात्रै होइन, सक्सेसफुल बिजनेसेसहरू छ. उहाँ केही वर्ष अगाडि युएस गिरी
स्पिक अप भएन आफ्नो बारेमा राम्रो कुरा सुनेको छु आई गट ओभर केही वर्ष अगाडि चाहिँ हि सिफ्टेड टु द युएस अनि अफकोर्स युएसमा पनि हि स्टार्टेड हिज ओन कम्पनी अनि इट्स ग्रोइङ अहिले सो हि वुड बी अ perfect person जसले चाहिँ नि can talk about नेपालको environment and as an investor or the kind of person जसलाई चाहिँ नि government is trying to attract अहिले and also there's constant dilemma कि हामी कुरा गर्दाखेरि जहिले पनि कुरा गरिरहेको हुन्छ कि अब नेपाल जाने कि के गर्ने भनेर किनभने धेरै कुरा comes into consideration from family life देखि लिएर अरू like basic services अरू for kids etc अनि like दुईटै पर्सपेक्टिभबाट चाहिँ आई थिङ्क आजको गेस्ट हाम्रो पर्फेक्ट गेस्ट हुनुहुन्छ Thank you so much for inviting me to this amazing podcast. Yeah, let's talk. Okay, so I think before we dive into यो week के भयो भनेर हैन सबभन्दा फर्स्ट हाम्रो आजको डिस्कसनको मेन बाँध्ने क्वेसन चाहिँ यदि तपाईलाई भोलि के रे गभर्नमेन्टले चाहिँ इन्सेन्टिभ्स दिन्छु ग्रान्ट्स दिन्छु तर तिम्रो स्किल चाहिँ नेपालमा आएर कन्ट्रिब्युट गर भनेर बोलायो भने would you go back to Nepal? It sounds very incentive जस्तो सुनिन्छ हैन अब गभर्नमेन्टले चाहिँ ट्याक्स एक्जम्पको कुरा गर्छ गभर्नमेन्टले चाहिँ ग्रान्टको कुरा गर्छ सुन्दाखेरि एकदमै राम्रो पनि लाग्छ इट्स भेरी इमोसनल आई अलवेज वान्टेड टु गो ब्याक टु नेपाल तर एज एन अन्टरप्रेन्योर हैन इट्स अलवेज इम्पोर्टेन्ट टु बी भेरी ऱ्यासनल सो भोलि म नेपालमा फर्केर गइराख्दाखेरि चाहिँ मलाई त्यो ग्रान्ट कसै त्यति ठुलो कुरो चाहिँ लाग्दैन आई डोन्ट थिंक मनी इज द फ्याक्टर द्याट्स गोना अट्र्याक्ट मी टु गो ब्याक हैन अथवा ट्याक्सको जुन एक्जाम दिने भन्ने कुरा छ त्योभन्दा इम्पोर्टेन्ट भन्ने चाहिँ यो प्रेडिक्टेबिलिटीको कुराहरू आउँछ नि हैन जहाँनिर जस्तै म नेपाल फर्किने भन्दैपछि it's going to be for 10 years. Like I have to plan for 10 years. It's not going to be like 2 महिना जाउँ 3 महिना हुन्छ किनभने भोलि business बनाइराख्दाखेरि if I'm going to create something, say for example, I wanted to create a tech companies which I wanted to make a global company. So नेपाल गएर म फर्केर चाहिँ त्यो इन्भेस्टमेन्ट गरिराख्दाखेरि मेरो टाइम रिसोर्सेस अथवा मेरो नेटवर्क लिएर जाँदाखेरि चाहिँ मोर देन ग्रान्ट मलाई चाहिँ अबको 5 वर्षमा चाहिँ हुन्छ नि म I should be able to predict like in terms of like we all know there's a startup को fundsहरु भन्ने कुरा चाहिँ it's been 10 years or more than a decade we've been listening to that but do you know any startup जसले चाहिँ पैसा इजिली पाएको छ छैन नि त हैन so every now and then policy आउँछ एउटा गभर्नमेन्ट आउँछ they say oh we have a best policy हैन अहिले भर्खरै हाम्रो नयाँ राष्ट्रपतिको गभर्नमेन्ट आउनु भएको छ हाम्रो अर्थमन्त्री हामी चाहिँ विदेशबाट ट्यालेन्टहरुलाई विभिन्न कम्पनीजहरुलाई चाहिँ यहाँतिर चाहिँ इन्भेस्टमेन्ट गर्नलाई चाहिँ हामी एकदमै इन्भेस्टमेन्ट मैत्री बनाउँछु भनेर कुरा गर्नुहुन्छ ग्रान्टको कुराहरु गर्नुहुन्छ वास्तवमा भन्ने हो भने चाहिँ एज एन एन्टरप्रेन्योर Nepal for I mean to do a business is a risk right I am willing to take that risk लिन त प्रब्लमै हैन किनभने as a business person there's always a risk तर अब म नेपालमा एउटा प्लान लिएर गएँ अब 6 महिनापछि गभर्नमेन्टले अथवा म नयाँ मन्त्री आउँछ उसले त्यो पोलिसी नै चेन्ज गरिदिन हुन्छ के अब त्यो प्रेडिक्टेबिलिटी नभइकन चाहिँ नेपालमा फर्केर चाहिँ I don't think anybody wants to go back हैन अब हामी त कति 6 वर्ष भयो हैन I started my company we doing pretty good जो गाह्रो टाइम भइसक्यो अब we started getting a customers अबको 2 वर्षपछि I know what my ARR is going to look like right अब म अहिले नेपाल गएर फर्किराख्दाखेरि म त एउटा सानो पात्र हो but there are people who have stayed here for a long time 15 वर्ष 20 वर्ष बसिआउँछ उनीहरुलाई चाहिँ हामीले फर्काएर लगिराख्दाखेरि उनीहरुको पहिलो कुरा त नेपालमा गएर चाहिँ एकजना मैले यहाँ चिनेको साथी हुनुहुन्थ्यो he wanted to start a university in Nepal then private university in Nepal हैन अब यहाँ अमेरिकामा प्राइभेट युनिभर्सिटी खोल्छु भन्दाखेरि if you can manage resources if you can do things it's easy for him त्यस्तै गाह्रो छैन तर नेपालमा गइराख्दाखेरि चाहिँ I'm sure हुन्छ नि पोलिसी रेट टेपिङ जुन हुन्छ नि दुःख भएर चाहिँ म गएर चाहिँ मैले कम्पनी खोलेर चाहिँ अबको 5 वर्षसम्म चाहिँ नो म्याटर भोलि
आजको सरकार राजसभाको सरकार आओस् अथवा 5 वर्षपछि बालनको सरकार के अरे नेपाली कङ्ग्रेसको आओस् अथवा कुनै अरू पार्टीको आओस् होइन जुन यो बेसिक इन्भाइरोमेन्ट बनाउनलाई जुन पोलिसी ड्राफ्ट गरेको छ त्यो पोलिसी इज नट गोइङ टु चेन्ज भन्ने कुरो जबसम्म त्यो कुरालाई चाहिँ मैले अस्योर हुन सक्दिनँ आई डोन्ट थिङ्क इट्स नट ओन्ली मी कोही पनि जान्दैन क्या नेपाल फर्केर होइन आई हेभ अ भेरी ब्याड एक्सपिरियन्स म त 2015 आई रेज्ड फन्ड टु राइट मेरो पैसा मेरो ब्याङ्कमा ल्यान्ड गर्नलाई एफडिआई राइट भएको पैसा इट टुक मी अ इयर के 1 वर्ष पुरा लागेको थियो एन्ड आजको डेटमा पनि त्यो आई डोन्ट थिङ्क सिचुएसन हेभ चेन्ज सो अनलेस त्यो चेन्ज अन्टरप्रेन्योरसिप ओर इन्भेस्टर्सहरूलाई सबैभन्दा मन नपर्ने चाहिँ अनप्रेडिक्टेबिलिटी ओर पोलिसी अनसर्टेन्टी भनेर भन्छ अनि वाट एभर यु सेड हो नेपालको पहिल्यैदेखि प्रब्लम त्यही छ प्लस तपाईँले भने 10 वर्षसम्म प्लान गरेर जानुपर्छ तर वी डोन्ट इभन नो कि त्यो 10 वर्षसम्म सेम गभर्मेन्ट सेम पोलिसी हुन्छ कि हुँदैन भनेर होइन तर यु अल्सो सेट अरू इम्पोर्टेन्ट पोइन्ट्सहरू अनि त्यसलाई चाहिँ यो विकमा मात्रै भएको कुरासँग हेरौँ है एनालाइज गरेर जस्तै फर इक्जाम्पल तपाईँले भन्नुभयो कि तपाईँको साथीले चाहिँ युनिभर्सिटी खोल्न खोजिरहेको थियो नि इट्स प्रिटी इजी इन द युएस तर नेपालमा जस्तै एजुकेसनको नयाँ रेगुलेसनहरू र इभन एजुकेसन कन्सल्टेन्सी खोल्नको लागि चाहिँ नि नयाँ रेगुलेसनहरू ल्याएको छ फर एक्जाम्पल प्राइभेट स्कुलले जुन चाहिँ नि गभर्मेन्टलाई फी डिपोजिट गर्नुपर्ने थियो त्यो चाहिँ 50,000बाट बढाएर 5 लाख 10 लाख पुऱ्याइदिएको छ होइन त्यस्तै कन्सल्टेन्सीहरूले 25 लाख रुपियाँ डिपोजिट गर्नुपर्ने अरे तर त्यसको बापत दे कान्ट लाइक एडमिसन फी नलिउ भनेको छ अनि सो दिस इज लाइक एउटा एडिसनल हर्डल क्रिएट गरिदिएको जस्तै होइन सो एज एन अन्टरप्रेनर तपाईँले यस्तो पोलिसिजहरूलाई चाहिँ लाइक नट एक्ज्याक्टली यही पोलिसीमा भन्नु पऱ्यो नि तर यस्तो खालको पोलिसिजहरूलाई हाउ डु यु सी अनि वुड इट अट्र्याक्ट यु आई थिङ्क अहिले गभर्मेन्ट इज गोइङ मोर रिफर्म गर्नुभन्दा रेस्ट्रिक्टिभ भएर गइरहेछ क्या विच आई पर्सनली डोन्ट लाइक गभर्मेन्टले डिक्टेट गर्ने नै होइन क्या होइन एउटा ओपन मार्केटको कुराहरू छ फ्री मार्केटको कुराहरू भइरहेछ होइन प्राइभेट कम्पनी कुनै पनि देश हेर जुनै पनि डेभलप देश हेर इट ओन्ली थ्राइभ्स जब त्यो देशमा चाहिँ हुन्छ नि यो प्राइभेट कम्पनीजहरू चाहिँ थ्राइभ गर्न सकोस् क्या एन्ड मेकिङ वेल्थ इज नट अ रङ थिङ राइट इफ यु अल हामीले काम गर्ने बिजनेस गर्ने नै वेल्थ बनाउनु भनेको होइन अब अहिले आएर गभर्मेन्टको काम चाहिँ मेरो विचारमा चाहिँ नेपाल गभर्मेन्ट अथवा कुनै पनि गभर्मेन्टले चाहिँ वातावरण बनाइदिने हो क्या डिक्टेट गर्ने चाहिँ होइन जस्तो लाग्छ क्या मलाई होइन भोलि त्यो स्टुडेन्टलाई ठगी भइसकेपछि चाहिँ त्यो ठगी गर्ने मान्छेलाई चाहिँ कसरी अकाउन्टेबल बनाउने भन्ने कुरामा फोकस हुनुपर्ने हो क्या तर त्यसको लागि चाहिँ चाहिने नचाहिने रुल ल्याएर डिस्करेज गर्ने जुन अहिलेको प्रविधि आइरहेछ होइन अब मैले अझ न्युज अझ कन्फर्म चाहिँ छैन अझ धेरै कुराहरू चाहिँ फेरि उनीहरूले जस्तै फर इक्जाम्पल एकजना मान्छेले चाहिँ सुर्खेतमा अथवा वीरेन्द्रनगरमा चाहिँ कन्सल्टेन्सी खोल्नु पर्यो भने पनि अथवा के बिजनेस गर्नु पर्यो पनि त्यहाँ डिसेन्ट्रलाइज गर्नको साथै धेरै कुरालाई चाहिँ काठमाडौँबाट आएर पर्मिसन लिनुपर्ने त्यो कुराहरूमा चाहिँ उनीहरूले झन् धेरै रुल्स एन्ड रेगुलेसन्स पोलिसिजहरू लिएर आइरहेछ विच आई थिङ्क इज भेरी डिस्करेजिङ स्पेसली फर द पिपल हु वान्टेड टु डु बिजनेस अब त्यो इभन त्यो अहिलेको समसामयिक कुराहरू जस्तै कसैले कलेज नै खोलिरहेछ अथवा कसैले चाहिँ एजुकेसन कन्सल्टिङ सर्भिस अब एजुकेसन कन्सल्टेन्सी भने नराम्रो चिज त होइन नि त होइन तर अब त्यो कुरालाई यस्तो डिमोनाइज गरेर नेपालमा चाहिँ प्रेजेन्ट गरिरहेछ यिनीहरू चाहिँ ठगै हो यिनीहरू चाहिँ चोर फटार्ने हो भन्ने जुन तरिकाले पोर्ट्रेट गरिरहेछ एन्ड अब यसै त त्यो बदनाम थियो केही हदसम्म अनि गभर्मेन्ट हेज बिन एडिङ फ्युल एन्ड द्याट्स भेरी डिस्करेजिङ एज अ बिजनेस पर्सन चाहिँ एकदम भ्यालिड स्पट अन आर्ग्युमेन्ट्स होइन तर युआर अल्सो अ पेरेन्ट सो यसलाई चाहिँ अब पेरेन्टको लेन्सबाट पनि हेरौँ न होइन प्राइभेट स्कुललाई रेगुलेट गर्ने मा चाहिँ आई थिङ्क एउटा गभर्मेन्टले प्रेजेन्ट गरेको आर्ग्युमेन्ट भनेको चाहिँ पेरेन्ट्सलाई पनि प्रोटेक्ट गर्ने होइन कन्सल्टेन्सिजहरूको फ्रडबाट प्रोटेक्ट गर्ने अर स्कुलले एक्स्ट्रा फिजहरू तिर्नबाट अथवा स्कुल चाहिँ अब राम्रोसँग अपरेट नहुने त्यस्तोमा चाहिँ भनेर भन्छ होइन तर एउटा पेरेन्टको पोइन्ट अफ भ्यूबाट चाहिँ हाउ डु यु थिङ्क अबाउट द्याट बिकज नेपालमा त अलरेडी एउटा ठुलो ग्याप छ नि त बिट्विन प्राइभेट एन्ड पब्लिक स्कुल्स होइन अनि अहिले त गभर्मेन्टले जस्तै इक्विटी फी भनेर प्राइभेट स्कुललाई इट्स लाइक टार्गेटिङ प्राइभेट स्कुल्स होइन इक्विटी फी भनेर यो प्रोटेक्सनको फी यता यो फी त्यो फी अनि प्राइभेट स्कुलको एक्सपेन्समा चाहिँ एड गर्दै गइरहेछ
तर पेरेन्ट्ससँग लिने फीमा पनि कडाई गर्न ट्राई गरिरहेछ नि त, जस्तै एडमिसन फिस नलिने, यस्तो नलिने। त्यसले चाहिँ अभियसली स्कुलको वातावरण त बिगार्छ, तर हाउ डु यु थिङ्क लाइक पेरेन्ट्सलाई पनि त त्यसले इम्प्याक्ट गर्छ नि त। पहिलो कुरा त 100% हो। आई थिङ्क देयर इज अ टु आर्गुमेन्ट। पहिले त नेपालमा बोर्डिङ स्कुलमा चाहिँ बच्चा पढाउन पठायो भने चाहिँ यसले कि त घुस खाएर कमाउँछ कि त यसले दायाँ बायाँ गरेर पैसा कमान्छ भन्ने जुन न्यारेसन सेट गरेछ, द्याट इज समथिङ भेरी रङ होइन। अब अफकोर्स अब आई डोन्ट ब्लेम दिस गभर्मेन्ट, बट अगेन पब्लिक स्कुलको दुर्दशा हुनमा त पोलिटिकल सिस्टमको नै सबसे ठुलो प्रब्लम हो नि त होइन। अब त्यो रिफर्म इज नट गोइङ टु ह्यापन ओभरनाइट, दे ह्याभ टु सेट इक्जाम्पल्स होइन। काठमाडौँ महानगरपालिका उहाँहरूले सुरु गर्नुभएको थियो अलिअलि, तर अगेन द्याट्स नट इनफ होइन। अब भोलि गएर चाहिँ म नेपाल फर्केँ भने मेरो छोराछोरीलाई चाहिँ अफकोर्स आई विल एज लङ एज आई अफोर्ड, जो पनि नेपाल होइन। भोलि गएर चाहिँ तपाईँले आई गिभ यु वन इक्जाम्पल, जस्तै मेरो गाउँ म जनकपुरको धनुषा जिल्लाको महुवा भन्ने एउटा हाम्रो गाउँ छ। त्यहाँनिर यदि तिमीले हेऱ्यौ भने 70-80% मान्छे चाहिँ विदेशका छ क्या, दुबई, कतार होइन, मलेसिया होइन। अब मलेसियाबाट चाहिँ उनीहरूले फर्स्ट काम के गरेछ भने चाहिँ पैसा पठाइसकेपछि छोराछोरीलाई चाहिँ गाउँबाट चाहिँ अलिक नजिकको सहर अलिकता राम्रो बोर्डिङ स्कुलमा पढाउन हुन्छ नि, त्यो पैसा उनीहरूको धेरै बिग चङ्क अफ मनी चाहिँ छोराछोरीहरूलाई चाहिँ राम्रो एजुकेसन होस् भनेर, आफूले पायो भन्दा राम्रो एजुकेसन होस् भन्ने हिसाबले चाहिँ उनीहरूले जहिले पनि पठाइरहेको हुन्छ क्या होइन। अब त्यो किन पठाइरहेछ भन्ने कुरो पनि गभर्मेन्टले बुझ्नुपर्छ कि होइन। सो बोर्डिङ स्कुल जाने भने चाहिँ एकदमै त्यो न पैसा कमाउने धनीको छोराछोरी मात्रै जाने होइन नि त। त्यो बोर्डिङ स्कुल जुन वेबाट गभर्मेन्टले बोर्डिङ स्कुलमा चाहिँ यो ट्याक्स लगाउने, त्यो ट्याक्स लगाइराख्दाखेरि चाहिँ काठमाडौँको ए ग्रेडको 10वटा स्कुल भए होला, तर त्यही पोलिसी के हुन्छ भने चाहिँ हाम्रो जनकपुरको एउटा छेउको सानो बोर्डिङ स्कुललाई पनि त त्यही नै लाग्ने हो नि त होइन। पोलिसी त ब्ल्याङ्केट पोलिसी आउँछ होइन नेपालमा होइन। अब त्यसले चाहिँ त्यो अरब कतारबाट मजदुरी गरेर आफ्नो छोराछोरीहरूको चाहिँ फ्युचर राम्रो होस् भनेर जसले चाहिँ त्यो बोर्डिङ स्कुल पढाइरहेछ, त्यो कुरालाई चाहिँ होइन गभर्मेन्ट हेज एड्रेस्ड के होइन। सो त्यो लेन्स उसले चाहिँ काठमाडौँको एउटा सर्टेन भनौँ न 5% पपुलेसनको लेन्सबाट मात्रै हेरिरहेको छ। यिनीहरूसँग टन्न पैसा छ, यो लगाउनु पर्छ, यो लगाइसकेपछि गभर्मेन्टलाई यति पैसा आउँछ। तर त्यो लगाइराख्दाखेरि चाहिँ एउटा जनकपुरको बोर्डिङ स्कुलमा पनि त्यही पोलिसीले नै इम्प्याक्ट गर्छ। एन्ड द्याट इज त्यसले इन्डाइरेक्टली कसलाई इम्प्याक्ट गर्छ भने चाहिँ बिग पपुलेसन जसको बच्चाबच्ची चाहिँ बोर्डिङ स्कुलमा पढ्न जान्छ। इफ यु टक अबाउट द नम्बर्स, त्यो भनेको चाहिँ लोवर मिडल क्लास अथवा मिडल क्लासको छोराछोरी नै हुन्छ, जसले चाहिँ धेरै नै दुःख गरेर कमाएको पैसाहरू हो क्या। अनि अहिलेको पोलिसीले चाहिँ तर यो कुराले चाहिँ एक्चुअल प्रब्लम जस्तै क्वालिटी अफ एजुकेसन चाहिँ इट डज नट सल्भ। अनि मलाई झन् के चाहिँ डर लाग्छ भने प्रियासाले भनेको जस्तै गभर्मेन्टले एउटातिर गाह्रो पारिरहेछ, अर्कोतिर चाहिँ पेरेन्ट्सहरूसँग फी नलिउ भनेर भनिरहेछ होइन, जस्तै एडमिसन फीहरू अरू धेरै चार्ज नगरेर भनिरहेछ। सो प्राइभेट स्कुल्सहरूसँग के अप्सन हुन्छ, कि त बन्द गरेर बस्ने, कि अर्को भनेको चाहिँ आफ्नो सर्भिसेस क्वालिटी अफ सर्भिस रिड्युस गर्ने। फर इक्जाम्पल कुनै प्राइभेट स्कुलले चाहिँ ल अब हाम्रो यति बच्यो पैसा रिजर्भमा छ, हामी चाहिँ साइन्स ल्याब एक्सप्यान्ड गर्छु अर कुनै अरू नै एक्स्ट्रा करिकुलर एक्सप्यान्ड गर्छु भनेर सोचिरहेको थियो भने मेबी अब उसले त्यस्तो खालको इन्भेस्टमेन्ट गर्दैन। सो हुनसक्ने त्यहाँनिर क्वालिटी अफ एजुकेसन कम्प्रोमाइज हुन्छ र पब्लिक क्वालिटी यसै पनि राम्रो छैन, प्लस प्राइभेटलाई पनि इम्प्याक्ट गरिरहेछ। सो अब यो मेरो क्वेसन चाहिँ दुईजनालाई नै, वेन तपाईँहरू दुवैजना सोध्छ कि नेपाल फिर्ता जाने कि भनेर, अ बिग पार्ट अफ यर डिसिजन इज बाबुको स्कुल। अनि बाबु एज फार एज आई नो एउटा सबभन्दा इन्टेलिजेन्ट बच्चा हो मैले देखेको अनुसार चाहिँ। सो उसको स्कुलिङको हिसाबमा सोच्दै गर्दाखेरि चाहिँ अब यो पोलिसीहरूले हाउ हेज इट इम्प्याक्टेड तपाईँहरूको डिसिजन्स त? At this point of time, I think I won't take my son to Nepal. दुई तीनवटा रिजन छ। एउटा त द वे यहाँनिर चाहिँ म र मेरो छोरामा डिफ्रेन्ट हेर्छु क्या। मेरो 6 वर्षको बाबु जसरी हरेक कुरालाई आर्टिकुलेट गरेर भन्छ, त्यो स्किल हेर्छु ममा नै छैन जस्तो लाग्छ क्या उसले होइन। अनि त्यो ओभरअल स्किल अफकोर्स ऊ सार्प छ होला एउटा, तर त्यो जसरी उसको टिचरहरूले चाहिँ
मेहनत गर्छ क्या होइन एकदमै पर्सनलाइज भएर चाहिँ उसलाई जुन केयरहरू दिएको छ जसरी यहाँको इन्भाइरोमेन्ट छ यो कुरालाई चाहिँ आई डोन्ट थिङ्क हाम्रो देशमा आजको अवस्था आजको टाइममा चाहिँ म्याच गर्न सक्छ एन्ड होला म आफू नेसनलिस्ट होला अथवा प्याट्रियट होला आफ्नो ठाउँमा तर if it comes to my kids' future, I'm still uncomfortable to हुन्छ नि आज यहाँबाट चाहिँ निकालेर काठमाडौँको कुनै एउटा स्कुलमा लगाएर राख्छु भन्ने त्यो कुरा चाहिँ म अलिक कम्फर्टेबल चाहिँ छैन र and that is also one of the हुन्छ नि factor for me to decide whether I'm going to go back to Nepal. To add to that, हाम्रो छोरा प्रत्युष चाहिँ इज नेचुरली क्युरियस अनि दिवेशले भनेको जस्तै नेपालको एजुकेसनमा चाहिँ रिफर्म ल्याउने क्वालिटी इम्प्रुभ गर्ने भन्दै गर्दाखेरि चाहिँ त्यो क्युरियोसिटीलाई चाहिँ अलाइभ राख्न सक्छ कि सक्दैन त नेपालको एजुकेसन सेक्टरले सो प्रत्युषले चाहिँ यहाँ बसेर हि इज नट इभन इन स्कुल हि इज जस्ट इन प्री स्कुल होइन यो इयरदेखि किन्डर गार्डन जोइन गर्दैछ बट द रिसोर्सेस हि हेज टु एक्सप्लोर होइन डिफ्रेन्ट एस्पेक्ट्सहरू जस्तै हिस्ट्री जियोग्राफी म्याथ्स साइन्स द म्युजियम्सहरू यहाँ भएको अनि लाइब्रेरिज बुक्सहरू अनि उसको टिचर्सहरू अफकोर्स होइन द वे उसलाई कसरी एङ्गेज गराउँछ भनेर यहाँ त्यो हेरिसकेपछि चाहिँ नेपालको एजुकेसन सिस्टम चाहिँ विथ टाइम रिफर्म भएको छ कि छैन त भनेर क्वेसन आउँछ कि मलाई जुन वेबाट नेपालमा हामीले पढ्यो नि स्कुलमा रोट लर्निङ होइन लिमिटेड करिकुलम त्यही वेमा नै प्रत्युषले पनि स्कुल गएर पढ्छ भने त आई वुडन्ट वान्ट हिम टु गो ब्याक टु त्यो एजुकेसन सिस्टम कि आई वान्ट कि हिज क्युरियोसिटी वुड लिभ एज लङ एज हि डज अनि अझै धेरै चाहिँ उसले एक्सप्लोर गर्ने चाहिँ मौका पाओस् भनेर होइन तर नेपालमा चाहिँ हामी कुरा गर्छ नि इफ हामीलाई नै नेपालको बारेमा कति कुरा थाहा छैन देयर आरन्ट इनफ बुक्स होइन अडल्टको बुक्स होला लाइक हिस्ट्रीको युनिभर्सिटी लेभल होला तर बच्चाहरूले केबाट सिक्ने त त्यो छैन अनि त्यही के अब क्युरियस बच्चाबाट चाहिँ ओबिडियन्ट टिचरले जे भने त्यही गर्ने क्वेसन नगर्ने साइलेन्ट भएर एकदम क्लासमा बस्ने त्यस्तो खालको बच्चा बनाउने हो त हामीले आफ्नो बाबुलाई यो अहिलेको मोल्डबाट निकालेर भन्ने होइन अनि विल हि बी एबल टु अड्याप्ट किनभने अहिले त ऊ यहाँको सिस्टममा भिजिसक्यो नि त सो त्यो सिस्टममा उसले गएर अड्याप्ट गर्छ कि गर्दैन भनेर होइन अनि यही कुरा सोच्दै गर्दाखेरि चाहिँ यो विक अनाउन्स भएको एउटा कुरा कि त्यो 8th ग्रेडदेखिको बच्चाहरूलाई चाहिँ मिलिट्री रिलेटेड लाइक कैडेट बनाएर ट्रेन गर्ने भन्ने कुरा इज सो कन्सर्निङ टु मी एज अ पेरेन्ट के होइन वान त्यो एजको बच्चाहरू दे आर स्मल दे आर नट इभन अडल्ट्स 13-14 वर्षको बच्चाहरू होइन अनि अर्को भनेको चाहिँ वाट आर वी ट्राइङ टु सल्भ विथ दिस न्यू कैडेट होइन अब केमा ट्रेन गर्न खोजेको हो त आर वी ट्राइङ टु डिसिप्लिन किड्स आर वी ट्राइङ टु टिच देम मिलिट्री ड्रिल्सहरू होइन अलिकति सेल्फ डिफेन्स अलिकति लिडरसिप सिभिक सेन्स डिजास्टर इमर्जेन्सी प्रिपेयर्डनेसहरू सिकाउन खोजेको हो त अनि स्कुलको करिकुलमलाई हामीले रिफर्म गरेर होइन त्यो कुरा स्कुलमा दिन नसक्ने हो र हामीले एक्स्ट्रा स्पेन्ड गरेर इन्फ्रास्ट्रक्चर बनाएर मिलिट्री कैडेट नै बनाउनु पर्ने गरेर भन्ने खालको क्वेसन्सहरू अनि वुड आई वान्ट माई किड टु गो इन्टु द्याट सिस्टम भोलि गएर होइन मेरो यस्तो फ्रिली लर्न गरिरहेको बच्चा लाई चाहिँ मैले त्यो एउटा बक्सभित्र प्याक गरेर राख्ने बनाउने हो कि होइन भन्ने खालको क्वेसन्सहरू चाहिँ मलाई आउँछ कि मनमा सो त्यही नेपालको एजुकेसन सिस्टमकै कुरा गर्दाखेरि चाहिँ लाइक फाउन्डेसनल लिट्रेसीको कुरा त भइहाल्यो होइन देन इक्विपमेन्ट्सहरूको कुराहरू बुक्स लाइब्रेरीको कल्चर छैन रिडिङको कल्चर छैन त्यसलाई कसरी इन्कल्केट गर्ने त्यसलाई कसरी प्रमोट गर्ने भन्ने खालकोतिर ध्यान दिनु पर्थ्यो कि एजुकेसन मिनिस्ट्रीले रादर देन रिस्ट्रिक्टिङ बिजनेसेस होइन अनि पहिला पब्लिक सिस्टम्सलाई स्ट्रेन्थेन गरेर त्यसको कपेसिटी बढाउनु पर्थ्यो कि बिफोर रिस्ट्रिक्टिङ प्राइभेट इन्स्टिट्युसन्सहरू त्यस्तो खालको क्वेसन्सहरू होइन एन्ड देन अगेन टार्गेटिङ कन्सल्टेन्सिजहरू सो मेनी कन्सल्टेन्सिज चाहिँ स्टुडेन्ट्सहरूको इट्स द ओन्ली गेटवे फर काउन्सलिङ लर्निङ के अपर्च्युनिटिजहरूको बारेमा अनि कन्सल्टेन्सिजलाई पनि रिस्ट्रिक्ट गरेर सबै खालको रिसोर्सेसहरूलाई चाहिँ रिस्ट्रिक्ट गर्दै 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 गएर चाहिँ कस्तो खालको फ्युचर लिडर्स हामीले बनाउन खोजिरहेको हो त होइन अनि डायस्पोराबाट चाहिँ ट्यालेन्टेड पिपललाई लिएर आउने अनि नेपालमा आफै चाहिँ मिडियोकर पिपलहरूलाई प्रड्युस गर्ने
त्यसरी कसरी ब्यालेन्स हुन्छ त नेपालमा भन्ने खालको क्वेसन्सहरू चाहिँ एज अ पेरेन्ट मेरो मनमा आइरहेको छ हाम्रो एजुकेसन सिस्टमको बारेमा अनि आई वुडन्ट वान्ट माई चाइल्ड अनेस्टली टु गो इन्टु द्याट सिस्टम यसको इन्ट्रेस्टिङ कुरा छ है एउटा So Nepal government decided to open a teaching hospital in Jumla, होइन कर्णाली एकाडेमी अफ हेल्थ साइन्स होइन उहाँहरूको सबसे ठुलो प्रब्लम के छ थाहा छ टु गेट अ गुड डक्टर्स किन गुड डक्टर्स आउँदैन किनभने उनीहरू जुम्लामा चाहिँ स्कुलै छैन क्या राम्रो बच्चाहरूलाई पढाउनलाई क्या होइन अब राम्रो डक्टर आउने भने अब कि त धेरै जसो डक्टरहरू कि वाइफ बच्चा लिएर काठमाडौँमा छ कि हस्बेन्ड बच्चा लिएर काठमाडौँमा छ क्या होइन राम्रो डक्टर यङ राम्रो डक्टर नेपाल के अरे जुम्लामा आइराख्दाखेरि चाहिँ बच्चा लिएर आउनु पर्यो बच्चा लिएर आइराख्दाखेरि चाहिँ अब स्कुलहरू नै छैन क्या सो इट्स अ सेम थिङ इट्स गन त्यो एउटा इक्जाम्पल मात्रै दिएँ मैले यहाँ डायस्पोराबाट नेपालीहरू फर्केर गइराख्दाखेरि चाहिँ भोलिको दिनमा चाहिँ एजुकेसन सिस्टमहरू त रिफर्महरूको कुराहरू जुन लेभलमा अहिले हाम्रो बाबुकै कुराहरू क्युरियोसिटीको कुराहरू भयो होइन लाइब्रेरी म नेपालमा एकचोटि त्यो केशर महलमा पब्लिक लाइब्रेरी गएको थिएँ त्यो पब्लिक लाइब्रेरी हो कि वेयर हाउस हो आई कुन डिफरेन्सिएट गेट सो मच डस्टहरू होइन यहाँनिर प्रियासालाई थाहा छैन एभ्री स्याटरडे अथवा हामी अथवा फ्राइडे गएर चाहिँ जहिले पनि एभ्री विक 8 देखि 10वटा बुक लिएर आउँछौँ हाम्रो घर वरिपरि नै 7-8वटा पब्लिक लाइब्रेरी छ होइन यु क्यान बोरो 50 बुक्स अप टु मन्थमा होइन त्यो कुराहरू चाहिँ आई थिङ्क हेर्दाखेरि सानो कुरा हो तर त्यो कुराहरूमा चाहिँ रिफर्म गभर्मेन्टको फोकस चाहिँ त्यतातिर हुनुपर्छ त्यो फोकस त्यतातिर नभइकन विभिन्न कुराहरूमा छ अनि अघि प्रियासाले कुरा गरिरहेको थियो आर्मी ट्रेनिङको कुरा गरिरहेको थियो अब त्यस्तो पोलिसीहरू सुन्दाखेरि पनि वान अफ द रिजन नेपाल फर्किन चाहिँ डिस्करेज हुने कारण त्यो पनि हो किनभने भएको स्कुलमा को टिचरहरूलाई टाइममा स्यालेरी पाउन सकिरहेको छैन भने चाहिँ हाम्रो पैसा छैन नि त होइन रिसोर्सेस चाहिँ छैन अनि आर्मी ट्रेनिङ गराउने भने चाहिँ अब आर्मी ट्रेनिङ रेजिडेन्सियल ट्रेनिङ गराउनलाई इज आवर कन्ट्री रेडी फर द्याट डु वी हेभ मनी इनफ फर द्याट कि त्यो पनि अब जनतामाथि ट्याक्स एकदमै धेरै लगाएर चाहिँ त्यो पैसा उठाएर चाहिँ कुन चाहिँ नेताको यो सोख होला भिजन होला राति यसो गफ गर्दाखेरि दुईजना साथीहरू गफ गर्दाखेरि मिलिट्री ट्रेनिङ गराउनुपर्छ भन्ने आयो होला त्यो कुरालाई लिएर साथीहरूले यहाँ पोलिसी नै बनाइदिन खोजिरहेको छ दिस इज भेरी अनफर्चुनेट फर अ कन्ट्री लाइक आवर्स मैले त फेरि आई थिङ्क के अरे हामीले इन्टेलेक्चुअल उसको मात्रै कुरा गर्दाखेरि पनि नि जस्तै यहाँ अहिले लास्ट टाइम म पेरेन्ट टिचर मिटिङमा जाँदाखेरि चाहिँ बाबुको टिचर सेड होइन उसको रिडिङ चाहिँ ठुलो बच्चाहरूको लेभलमा छ लाइक ऊ चाहिँ अहिले किन्डर गार्डन पनि जोइन गरेको छैन तर उसको चाहिँ ग्रेड लेभलको रिडिङ छ होइन सो यहाँ चाहिँ कस्तो पनि व्यवस्था छ भन्दाखेरि एउटा बच्चाले चाहिँ मिडल स्कुल लाइक 7-8 क्लासमा पढ्दै गर्दाखेरि इफ ऊ चाहिँ एउटा सब्जेक्टमा बेटर छ एडभान्स्ड उसको स्किल्स छ भने चाहिँ दे क्यान टेक माथिल्लो क्लासको म्याथ्सहरू गर्न सक्छ इङ्ग्लिस गर्न सक्छ होइन साइन्सहरू गर्न सक्छ भनेको बच्चाको स्किल र रिक्वायरमेन्ट अनुसार चाहिँ सिस्टमले केटर गर्छ कि ऊ चाहिँ ग्रेड चढ्दै जाँदाखेरि उसको कुनै स्किल एडभान्स होला कुनै स्किल उसको रिग्रेसिभ होला त्यो दुइटैलाई ब्यालेन्स गरेर चाहिँ अनि एन्ड देन अल्सो फोकसिङ अन उसको चाहिँ पढाइभन्दा बाहेक अरू के एक्स्ट्रा करिकुलर उसको बिकज पढेरै मात्रै कमाइन्छ राम्रो हुन्छ सक्सेसफुल लाइफ हुन्छ भन्ने हुँदैन नि त सो अरू के स्किल्सहरू डेभलप गर्न सक्छ अब हाम्रो यति सानो मोन्टेसोरीको बच्चाहरूलाई दे नो लाइफ स्किल्सहरू कुकिङ होइन ऊ गर्ने लास्ट टाइम बाबुको स्कुलले दे होस्टेड स्प्रिङ टी अनि किड्स वर सर्भिङ अस स्यान्डविचेस टी होइन अनि दे वर सेटिङ टेबल्स अनि हामीलाई ल्याएर ट्रेमा सर्भ गरिरहेको थियो सो प्र्याक्टिकल स्किल्सहरू पनि कसरी इन्कल्केट गर्ने विथ सिम्पल एक्टिभिटिज इन स्कुल त्यस्तो खालको इनोभेसन त त्यो हो नि त सो आई थिङ्क नेपालमा चाहिँ अहिले जुन पब्लिक एजुकेसन रिफर्म भइरहेछ त्यसलाई चाहिँ खालि एउटा इक्विटी अनि नेपालको एजुकेसन दिने त्यो डाइडाक्टिक कुरालाई मात्रै रिफर्मको रूपमा नहेरेर चाहिँ दिस इज अल्सो एन इकोनोमिक अनि ट्यालेन्ट पोलिसी होइन इफ ट्यालेन्टेड मान्छे चाहिँ फिर्ता नेपालमा ल्याउने हो भने चाहिँ त्यो मेरो बच्चा कहाँ पढ्छ भन्ने प्रब्लमलाई पनि सल्भ गर्नु इज भेरी इम्पोर्टेन्ट भन्ने चाहिँ आई थिङ्क द्याट्स माई इन्ट्रेस्टिङ कुरा भयो लाइक दुईजना कुरा मिक्स गरेर लाइक त्यो बेस्ताले भन्नुभयो कि नेपालमा चाहिँ लाइक रिजनल वान साइज फिट्स अल पोलिसी रिजनल लेभलमा
डज नट वर्क भनेर। अनि तैँले बाबुको इक्जाम्पल दिँदै गर्दाखेरि के अरे युएसमा त इट्स लाइक इन्डिभिजुअल स्टुडेन्ट लेभलमा पनि इट्स नट वान साइज फिट्स अल। सो एडाप्टेसन गर्ने स्पेस मैले के यो पढ्दै गर्दाखेरि हो लाइक ट्यालेन्ट अट्र्याक्ट गर्नलाई वाट म्याटर्स भन्दै गर्दाखेरि बच्चाहरूको स्कुल्स म्याटर अ लट। त्यही भएर आई थिङ्क अमेरिकाको पनि डिफ्रेन्ट स्टेटहरूमा उनीहरूले ट्यालेन्ट अट्र्याक्ट गर्नलाई मेन गर्ने भनेकै खतरा युनिभर्सिटीहरू खोल्ने आफ्नो स्टेटमा। अनि त्यसपछि गिभिङ देम प्रपर हाउसिङ अनि हेल्थ अनि इभन क्लिन एयर जस्तो कुराहरू म्याटर्स अ लट होइन। अनि अल्सो मेकिङ स्योर कि उनीहरूसँग फ्युचर अपर्च्युनिटिज हुन्छ बाई अट्र्याक्टिङ क्यापिटल। यो कुरामा अफकोर्स हामीले कन्सल्टेन्सीहरू जस्तो कुरा गऱ्यो कि हामीले त्योबाटै थाहा पाउँछ कि भोलि गएर बाबु इज गोइङ टु फेस सेम प्रब्लम जुन हामीले फेस गरेको छ कि अब कुन सेक्टर लाइक हामीले व्यवसाय गर्न सक्छ कि सक्दैन, यति धेरै रेड टेपिङ छ जस्तो कुराहरू होइन। तर अल्सो अर्को कुरा चाहिँ नि इन्ट्रेस्टिङली आइम सिइङ अ लट अफ आर्मीको इङ्गेजमेन्ट अल्सो इन बिजनेसेस। जस्तै अब हेटौडा कपडा कारखाना सेनाले चाहिँ सेनाले चलाउँछ भनेर होइन। अनि मेरो लागि चाहिँ अब यस्तो कुराहरू कन्सर्निङ किनभने ल अब हामी नै फिर्ता गएर के क्लोदिङ इन्डस्ट्री खोल्छु भनेर ओर बाबु वान्ट्स टु ओपन अ क्लोदिङ इन्डस्ट्री भोलिपर्सि ठुलो भएर होइन भने दे हेभ टु कम्पिट विथ एउटा एन्टिटी जो चाहिँ नर्मल पैसा कम्पिटिसन होइन, हु हेज द पावर टु युज आर्म्स एन्ड एम्युनिसन्स वारफेयर गर्न सक्ने कम्पिटिटर हुने भयो। अनि त्यो अनि And मैले it's so dangerous है म सुन्दाखेरि। यहाँनिर पोलिसी उ गर्दै गर्दाखेरि आई मिट अ लट अफ इन्भेस्टर्सहरू बिजनेसम्यानहरू के। अनि मैले एकजनालाई सोधेको थिएँ अनि त्यसपछि उनीहरूले अरे क्रेजी लाइक त्यस्तै इन्भाइरोमेन्टहरूमा हो हामी नजाने। You remember सबभन्दा हामीले ठुलो एकचोटि red डिस्कस flag। गरेको थियौँ नि हामीले आई थिङ्क सिङ्गापुरको एक्जाम्पल हामीले डिस्कस गरेको थियौँ नि। दुईटा एथनिक ग्रुपमा चाहिँ कसलाई मिलिट्री ट्रेनिङ दिने भन्दाखेरि दुईटालाई नदिने गभर्मेन्टको डिसिजन बिकज वी आर आर्मिङ देम विथ स्किल्स भनेर। अनि त्यही भएर एउटा न्युट्रल फोर्स हुनुपर्छ भनेर। सो कन्फ्लिक्ट कसरी क्रिएट नगर्ने भनेर चाहिँ एउटा गभर्मेन्टले चाहिँ थर्ड पार्टी थर्ड नेसनबाट आफ्नो आर्मी क्रिएट गरेर त्यो ब्यालेन्स बनाउन ट्राई गर्छ भने हामी चाहिँ हाम्रो मिलिट्रीलाई कमर्सियल स्पेस ल्यान्डको होइन रोड कन्स्ट्रक्सनदेखि लिएर सबै खालको प्रोजेक्टहरू चाहिँ आर्मीलाई दिइरहेछ नि त। सो त्यो चाहिँ एज अ सिटिजन इट्स भेरी कन्सर्निङ। अनि पिपल किप कम्पेयरिङ अस विथ लाइक सिङ्गापुर जस्तै स्विजरल्यान्ड जस्तै बनाउनलाई भनेर, तर दिस इज लाइक पाकिस्तान जस्तो पोलिसी है। राइट, सोल्जरले सोल्जरिङको काम गर्नुपर्छ जस्तो लाग्छ मलाई होइन। सोल्जरिङको काम बाहेक अरू काम चाहिँ गर्नुहुन्न जस्तो आई फिल होइन। बट अगेन आइसमाले भने जस्तै नेपाल आर्मीले द वे होइन तेल पनि बेचिरहेछ त्यहाँनिर। अस्ति हामी नेपाल जाँदाखेरि त्यो आर्मी हस्पिटलको त्यो ठुलो बिल्डिङलाई देव टर्न इट इन्टु अ कमर्सियल शपिङ कम्प्लेक्स। आई वाज सक्ड एक्चुअली। होलसेल बिजनेस पनि चलाइरहेछ। त्यसको दुईटा कुरा थियो, एउटा त त्यो बिल्डिङ जुन थियो त्यो आफैमा एकदम ऐतिहासिक बिल्डिङ थियो होइन, हिस्टोरिकल बिल्डिङ थियो होइन। त्यसलाई चाहिँ जोगाएर त्यसलाई राख्ने ठाउँमा अथवा हुन्छ नि आई वुड हेभ लभ टु सी आर्मी म्युजियम ओभर देयर rather than that शपिङ कम्प्लेक्स होइन। उनीहरूले त्यो जोगाउन सके भए चाहिँ जोगाउन सकिन्थ्यो पनि होला होइन। दे आर इन्टु दोज थिङ्स होइन। त्यसपछि ठेकापटाको कामहरू गरिरहेछ होइन। नेपालको ठुलो बिग कन्ट्र्याक्ट्स हेरेर रोड बनाउने अहिले सब ज्वलन्त उदाहरण भने चाहिँ के अरे त्यो ठुलो रोड छ नि हाम्रो what do you call that, जुन निजगढ लाने रोडलाई एक्सप्रेस हाइवे बनाइरहेछ नि, जुन तराईलाई द्रुत मार्ग भनेर त्यो जुन एक्सप्रेस हाइवे त्यसको ठेका त्यसको एन्टायर काम चाहिँ नेपाल आर्मीले गरिरहेछ होइन। नेपाल आर्मीले पनि त्यो कामलाई फेरि सब कन्ट्र्याक्ट कसलाई गरिरहेछ, प्राइभेट कम्पनीहरूलाई गरिरहेछ कि होइन। सो बेसिकली त्यो कन्ट्र्याक्टर म्यानेज गर्ने काम गरिरहेछ होइन इन जेनरल। अब अनि हाम्रो देशमा आर्मीले आर्मीको कोर्टमा आर्मीको पर्सनलाई चाहिँ क्वेसन गर्न सक्छ, तर सिभिल कोर्टबाट आर्मीलाई च्यालेन्ज गर्ने प्रावधानै छैन क्या। भोलि गएर अख्तियार दुरुपयोगको भोलि आर्मीले केही करप्सन गरेछ भने चाहिँ अख्तियार दुरुपयोगले चाहिँ दे क्यानट च्यालेन्ज देम क्या। So that is not good for democracy and a small country like ours. I think आर्मीको रोल चाहिँ लिमिटेड गर्नुपर्छ होइन। अब आर्मी नचाहिने
हो भन्ने चाहिँ होइन, आर्मी चाहिन्छ। आर्मी किनभने भोलिको दिनमा आर्मीले गरेको योगदानहरू स्पेसली बुझा लाउँदाखेरि होइन, आई हेभ क्लोज वर्क भेरी क्लोज विथ द आर्मी एन्ड आई हेभ फ्यु आर्मी फ्रेन्ड्स टु, दे आर गुड एट द्याट। इफ गिभन अ चान्स होइन, म यदि मेरो हातमा भइदिए भए चाहिँ म पहिलो काम चाहिँ सर्टेन रुल्स एउटा हुन्छ नि कन्स्टिट्युसनसँग बाँधेर चाहिँ आर्मीले गर्नुपर्ने सोल्जरिङको काममा लिमिट गर्नुपर्छ। र आई थिङ्क नम्बर पनि अलिक धेरै भयो कि जस्तो लाग्छ मलाई, त्यसलाई पनि लिमिट गर्न पर्छ कि जस्तो लाग्छ मलाई। आर्मीलाई चाहिँ स्ट्रिक्टली चाहिँ बिजनेसमा चाहिँ ल्याउनु होला। भोलि आजको दिन भोलि हेटवटा कारखाना चलाउँछ, पर्सि अब हामी टेलिकमै चलाउँछु भन्ला, अथवा यो नेपाल एयरलाइन्स चाहिँ आर्मीले चलाउनु पर्छ भन्ने यदि आर्मीले चलायो भनेर यदि भोलि 2 महिनामा न्युज पढ्नु सुन्यो भने हामीले आई डोन्ट थिङ्क सरप्राइज हुने अवस्था चाहिँ छैन है। द वे आर्मी इन्भल्भमेन्ट अहिले बढिरहेछ, विच इज अलार्मिङ। फेरि एक्ज्याक्टली द थिङ जसले चाहिँ नि इन्भेस्टरहरूलाई चाहिँ डिस्करेज गर्छ आउनुको लागि, बिकज दिस इज यो त कन्सर्निङ होइन, अलिकति डरको इन्भाइरोमेन्ट हुन्छ नि। अनि म अर्कै अघि नै आर्मी हस्पिटलको कुरा गर्दै गर्दाखेरि हेल्थ केयर इज अनदर थिङ जुनले चाहिँ फ्यामिलीहरूले एकदम धेरै कन्सिडर गर्छ। अनि विथ हाम्रो एकदम अनसर्टन यो हेल्थ इन्सुरेन्स प्रोग्राम प्लस प्राइभेट हस्पिटल्स बिङ मोर एक्सपेन्सिभ, त्यो पनि एउटा कुरा जस्तै लाग्छ है मलाई, जसले मान्छेहरूले चाहिँ आउँदैन। जस्तै अब केही सिरियस भइहाल्यो भने इन्डिया जानुपर्छ होइन, अनि वाइल प्राइभेट हस्पिटलको कतिवटा मसिन्सहरू चाहिँ युजमा छैन, लाइक युज नै गर्न पाएको छैन उनीहरूले, प्लस एक्सपेन्सिभ त्यस्तै एक्सपेन्सिभ। सो एउटा अदर डिटरिङ फ्याक्टर इज हेल्थ। आई थिङ्क नेपालको हेल्थ इन्सुरेन्स प्रोग्रामको अब्जेक्टिभ चाहिँ राम्रो छ होइन, फाइनेन्सियल प्रोटेक्सन र युनिभर्सल हेल्थ कभरेज भनेर। तर इट ओन्ली म्याटर्स इफ मान्छेले चाहिँ एक्चुअली टाइममा चाहिएको बेलामा क्वालिटी केयर एक्सेस गर्न सक्यो भने थ्रु इन्सुरेन्स। अनि बिकज इन्सुरेन्स चाहिँ पब्लिक फेसिलिटिजले मात्रै दिने भएको भएर त्यो भयो भने होइन। तर अहिले चाहिँ गभर्मेन्टले इन्सुरेन्स पुस गरिरहेछ वाइल क्वालिटी इम्प्रुभ भइरहेको छैन। अनि दिस इयर 380,000 पिपलले चाहिँ अर्को साइकल अफ एनरोलमेन्ट डिनाई गरेछ होइन। अनि एट दिस टाइम गभर्मेन्ट इज स्टिल पुसिङ इन्सुरेन्सको, मैले मल्टिपल एड्सहरू देखिरहेको छु। तर सिटिजनको इन्सुरेन्सको एक्सपिरियन्स सो फार चाहिँ हस्पिटलको क्युज, मेडिसिन्सको अनअभाइलेबिलिटी होइन, पोर रिफरल सिस्टम्स, अनि इभन बिहेभियर अफ हेल्थ केयर वर्कर्स टुवर्ड्स पिपल हु कम विथ इन्सुरेन्स होइन। इन्सुरेन्स लिएर आउने मान्छेलाई चाहिँ झनै सर्भिस नै नदिने, किनभने यो कहिले रिइम्बर्स हुन्छ हामीलाई थाहा छैन, अनि यो चाहिँ बर्डन हो भन्ने जस्तो खालको बिहेभियर। अनि अर्को चाहिँ इन्सुरेन्सले प्रमिस गरेको सर्भिसेस चाहिँ एक्चुअली प्रोभाइड भइरहेछ कि छैन भनेर होइन। मैले एउटा इन्सिडेन्ट पढेको थिएँ जहाँ चाहिँ एउटा किडनी डायलाइसिस पेसेन्ट हु वाज असाइन टु TU टिचिङ हस्पिटल, त्यहाँबाट सर्भिस डिनाई भएर ही ह्याड टु गो टु KMC। अनि त्यहाँ पनि बिकज TUमा टेस्ट भएको भएर दे रिपिटेड सम टेस्ट होइन, अनि यताउता गरेर उसले मेडिसिन पाउने बेलासम्म बेलुका भइसकेको थियो कि। सो द क्वेसन वाज त्यो होल डिलेको टाइममा चाहिँ इफ समथिङ ह्यापन टु द्याट पेसेन्ट रिस्पोन्सिबल हुन्थ्यो होइन। सो अहिले चाहिँ इफ प्र्याक्टिकल एक्सेस चाहिँ ओभर क्राउडेड पब्लिक हस्पिटलमै मात्रै कन्सन्ट्रेटेड हुने हो भने चाहिँ त्यो इन्सुरेन्सको के मतलब भयो त, इफ दे क्यानट एक्सेस त्यो ऊ होइन। अनि अगेन यो ट्यालेन्टेड नेपालीहरूलाई अट्र्याक्ट गर्ने कुरामा चाहिँ हेल्थ केयर त एकदम ठुलो फ्यामिली डिसिजन मेकिङ हो नि त। जस्तै बच्चाहरूको इमर्जेन्सी केयर हुन्छ कि हुँदैन होइन, पेरेन्ट्सहरूको क्रोनिक डिजिजहरूको लागि चाहिँ चाहिएको बेलामा केयर पाउँछ कि पाउँदैन। अनि maternal केयर इज वान बिग आई ह्याड अ ब्याड एक्सपिरियन्स नेपालमा होइन, maternal फेजमा। सो द्याट इज समथिङ आई वुड रियली कन्सिडर। एन्ड देन मेन्टल हेल्थ विच इज सुपर निग्लेक्टेड एट द मोमेन्ट। अनि स्पेसलिस्ट एक्सेसहरू, किनभने नेपालमा चाहिँ हाच्छिउँ पनि आयो भने पल्मोनोलोजिस्टकोमा जान्छ होइन मान्छेहरू, त्यो टियर्स अफ सर्भिस भन्ने त्यो कन्सेप्टै छैन। सो त्यस्तो कुराहरू। अनि व्हाट इज पल्मोनोलोजिस्ट? के भन्छ यो श्वास प्रश्वासको विशेषज्ञ। अनि सो त्यही के अब लाइक इन्सुरेन्स कार्ड हातमा भएर पनि ट्रिटमेन्ट नपाउनु अनि कभरेज नै नपाउनु भनेको चाहिँ एकदम फ्रस्ट्रेटिङ कुरा हो नि त। अनि यहाँ बसेर हामीले त्यो बेसिक कुरा सोच्नु परेको छैन नि त। लाइक
एउटा बेसिक कभरेज छ अनि आई क्यान गो टु द होला के अरे रेगुलर अपोइन्टमेन्ट्सहरू पाउनलाई टाइम लाग्छ यहाँ होइन स्केड्युल गर्नलाई तर मलाई केही भइहाल्यो भने देयर आर अलवेज अर्जेन्ट केयर्स आई क्यान अलवेज गो टु इमर्जेन्सी एन्ड आई विल बी टेकन केयर अफ अनि म हस्पिटल पुगेँ भने चाहिँ दे विल पुट इन अल देयर एफर्ट मलाई बचाउनलाई अथवा मेरो प्रब्लम सल्भ गर्नलाई भन्ने त्यो अस्योरेन्स त छ नि त तर नेपालमा त त्यो पनि भएन कि म हस्पिटलै पुगेँ भने त बाँचेर आउँछु कि आउँदिनँ अथवा अझै एक्स्ट्रा रोग लिएर आउँछु कि किनभने इन्फेक्सन प्रिभेन्सन कन्ट्रोलहरू छैन होइन कति गाइडलाइन्सहरू पेपरमा होला तर इम्प्लिमेन्टेसन फेलियर भइरहेछ सो त्यस्तो कुराहरू पनि I think insurance, I think we should more talk. Insurance, किन राम्रोसँग इम्प्लिमेन्ट भइरहेको छैन भन्ने कुरो आई थिङ्क मोर इम्पोर्टेन्ट होला जस्तो लाग्यो होइन यो डिस्कसनमा एउटा वान अफ द रिजन इन्सुरेन्स किन चाहिँ इफेक्टिभ भएन भन्ने कुरा चाहिँ नेपालमा देयर आर डिफ्रेन्ट रिजन्स होइन इन्सुरेन्स इज इन्सुरेन्स गुड यस होइन तर इन्सुरेन्सलाई चाहिँ जहिले पनि गभर्मेन्ट पब्लिक हस्पिटलसँग टाइअप गरेर मात्र लिएर गइरहेको छ पब्लिक अथवा लिमिटेड कम्युनिटी हस्पिटलसँग चाहिँ त्यो नेटवर्क एउटा बनाएर चाहिँ त्यहाँ मात्र गएर त तिमीले लिन पाउँछौ भन्ने जुन तरिकाले प्रावधान राख्छ त्यो आफैमा गलत हो क्या होइन किन गलत हो भने चाहिँ अगेन अब प्राइभेट कम्पनी प्राइभेट हस्पिटललाई अझै अगेन डेमोनाइज गरेछ क्या हामीले त्यसमा होइन प्राइभेट हस्पिटल भने चाहिँ यो ठग हो यो चाहिँ लुट्नलाई बस्या हो भन्ने जुन नेरेसन बनाएको छ त्यो आफैमा भेरी डिस्करेजिङ छ क्या अब जस्तै एउटा इक्जाम्पल मैले दिएको होइन गभर्मेन्टको काम चाहिँ सेवा चाहिँ जनताले चाहिँ सेवा पाउनुपर्छ भन्ने हो क्या होइन उसले चाहिँ हेल्थ केयर चाहिँ आफ्नो स्थानीय आफ्नो ठाउँमा भोलि म जुम्लामा छु भने चाहिँ जुम्लामा त्यो मैले हेल्थ केयर चाहिँ मैले पाउनुपर्छ एक्सेस टु हेल्थ हुनुपर्छ तर त्यो प्राइभेट हुनुपर्छ कि पब्लिक हुनुपर्छ भन्ने कुरा चाहिँ उसले फेरि न्यारेटिभ जुन गर्छ नि त्यो न्यारेटिभ इट्सेल्फ इज नट गुड क्या त्यो डिक्टेट गर्ने होइन क्या होइन इफ आई हेभ इन्सुरेन्स गभर्मेन्ट सुड मेक स्योर त्यो इन्सुरेन्स चाहिँ जुम्लामा यदि कसैले प्राइभेट हस्पिटल खोलिरहेछ भने चाहिँ उसलाई त्यहाँ इन्सेन्टिभाइज गरेर चाहिँ ल तिमी यहाँ आऊ यहाँ खोल होइन प्रदेश सरकारले तर तिमीले चाहिँ हाम्रो इन्सेन्टिभ हाम्रो जुन इन्सुरेन्स छ त्यसको चाहिँ यो क्याप छ यो क्यापमा चाहिँ तिमीले इन्टरटेन गर्नुपर्छ है भन्ने कुरा चाहिँ दुईटा भयो एउटा होइन एउटा त त्यो इन्करेज पनि गर्नु पर्यो अर्को चाहिँ इन्सुरेन्सको कुरा भयो होइन अर्को चाहिँ तिमीलाई अघि प्रयासले भन्दा थियो नि हेल्थ केयर वर्करले चाहिँ बर्डनको रूपमा हेर्छ इन्सुरेन्सवालालाई किन भन्यो भने चाहिँ गभर्मेन्टले चाहिँ जुन टाइममा पैसा डिस्पर्स गरिदिनु पनि त्यो कहिले गरिदिँदैन क्या त्यो प्रब्लम सिस्टमको प्रब्लम हो क्या त्यो हाम्रो होइन फेलियर नै हो क्या अहिले सो त्यो चिजमा चाहिँ मोर फोकस गर्नुपर्छ जस्तो लाग्छ होइन अनि इन्सुरेन्स कभरेजको नेटवर्कलाई अझ वाइड बनाउनुपर्छ होइन भोलिको दिनमा चाहिँ ल म चाहिँ हस्पिटलमा मलाई केही बिसन्चो भयो म चाहिँ कभरेज छ होइन म कभरेज लिएर चाहिँ एउटा प्राइभेट हस्पिटलमा गएँ अरे त्यो प्राइभेट हस्पिटलमा चाहिँ जान मलाई मन लाग्यो अरे त्यो नेटवर्कमा जाँदाखेरि चाहिँ मैले आउट अफ पकेट यदि मैले हस्पिटलमा चाहिँ थोरै एक्स्ट्रा पैसा तिर्नु पर्छ भने इफ आइ एम विलिङ टु पे त्यो कुरालाई चाहिँ अनर गर्न पर्छ प्राइभेट हस्पिटलले पनि र त्यो ओन्ली पोसिबल छ यदि गभर्मेन्टले चाहिँ त्यो राम्रो पोलिसी लिएर आएर होइन त्यो नेटवर्कमा इन्करेज गर्ने ल्याउनलाई इन्सुरेन्सको नेटवर्कमा अनि अर्को कुरा चाहिँ इन्सुरेन्स यदि उनीहरूले अनर गरिसकेछ भने चाहिँ त्यो कुरालाई चाहिँ दे ह्याभ टु डिस्पर्स मनी अन टाइम र अर्को चाहिँ जुन नेटवर्क क्या भोलि गएर चाहिँ इन्सुरेन्स फ्रड पनि नगरोस् भन्ने हिसाबले गभर्मेन्टको अर्को के हुन्छ भने चाहिँ यदि हामीले चाहिँ प्राइभेट कम्पनीजहरूलाई दियो भने चाहिँ यिनीहरूले फ्रड गरिदिएला कि होइन नचाहिने कुराहरू चाहिँ विच क्यान ह्यापन राइट जुन भइ पनि रहेछ होइन त्यसलाई चाहिँ आई थिङ्क त्यो कुराहरूलाई चाहिँ एउटा राम्रो रेगुलेसन्स ल्याएर अथवा कम्प्लायन्सेसहरू चाहिँ लिएर आएर चाहिँ त्यसलाई रेगुलेट गर्ने काम चाहिँ गर्नु पऱ्यो क्या गभर्मेन्टले डिक्टेट गर्ने काम चाहिँ गर्नु भएन सबै सर्भिस डेलिभरी चाहिँ पब्लिक हस्पिटलबाटै हुनुपर्छ जुन न्यारेटिभ छ त्यो चाहिँ आई थिङ्क त्यसले गर्दाखेरि पनि हो त्यो इन्सुरेन्सको मान्छेहरूले चाहिँ इनरोल नगरिरहेको पब्लिक हस्पिटलमा गयो स्पेसल डक्टर हुँदैन होइन स्पेसियालिटी भएको डक्टर हुँदैन अथवा कहिले एक्सरे बिग्रिरहेको हुन्छ होइन अनि त्यो मान्छेसँग अप्सन पनि भएन क्या
किनभने उसले इन्सुरेन्स लिइसकेको हुन्छ, त्यहाँ उसलाई लोकेट गरेको उसको नेटवर्क हस्पिटल त्यो मात्र छ। अब उसले प्राइभेटमा गएर चाहिँ आउट अफ पकेट चाहिँ 200 एक्स्ट्रा तिर्नु पऱ्यो र मैले त्यो यदि सर्भिस पाउँछु भने चाहिँ उसले असुरेन्स भयो भने न उसले मान्छेले चाहिँ त्यो तिर के अरे यो इन्सुरेन्स किन्नेतिर मोर इन्करेज हुन्छ। अब त्यो वातावरण चाहिँ सरकारले चाहिँ बनाउनुपर्छ जस्तो मलाई लाग्छ। के अरे मलाई लाग्छ कि अस्ति जुन पज गरेको थियो नि यो इन्सुरेन्स, त्यो पनि रङ थियो। लाइक इन्सुरेन्स प्रिमियम तिरिसकेको मान्छेहरूलाई सर्भिस कन्टिन्यू दिएर नयाँ प्रिमियम्सहरू एकछिन हल्ट गरेर बरु दे कुड हेभ टेकन अलिकति लाइक टाइम टु यो मोडल र सिस्टम इन्सुरेन्सको अहिलेको चेन्ज गर्नको लागि, सो द्याट लाइक पुग्दो प्रिमियम प्लस तपाईँले भने जस्तै प्राइभेट हस्पिटल्सहरूसँग कसरी चाहिँ नि कोलाबोरेट गरेर हाउ टु इन्स्योर कि फ्रड केसेसहरू हुँदैन जस्तो कुराहरूलाई चाहिँ राम्रोसँग उ गरेर बल्ल रोल आउट गर्नुपर्छ कि भनेर। किनभने आज पज गऱ्यो अनि 1-2 हप्तापछि फेरि ल भन्यो, तर वी डोन्ट नो के चेन्ज भयो इन्सुरेन्समा भनेर, अनि हामीले कसरी ट्रस्ट गर्ने। त्यो पब्लिक फ्रन्टमा कम्युनिकेसन पनि एकदम ल्याकिङ छ कि, ल्याकिङ भनौँ कि ल्यागिङ भनौँ। तर चेन्ज भयो, के चेन्ज भयो अनि कहाँबाट त्यसको इन्फर्मेसन पाउने, अनि त्यसपछि अनि जुन ल्याङ्ग्वेजमा जेनरली आउँछ इन्फर्मेसन त्यो सबैले बुझ्दैन नि त। सो ल्याङ्ग्वेजमा होइन एक्सप्लेन गर्ने त्यो कुराहरू एकदम आजकल आइएम टायर्ड अफ यो के अरे न्युज सोर्सेसहरूले त्यो फोटो राखेर अनि एक लाइन मात्रै लेख्छ नि न्युज। यस्तो रिस उठ्छ नि मलाई, किनभने धेरै जस्तो मान्छेहरू भित्र गएर पढ्दैन नि त। त्यति नै पढ्छ अनि त्यतिबाटै आफूले इन्फर गर्छ के भइरहेछ भनेर, एन्ड द्याट्स प्रब्लमेटिक। ल सेगवे के अरे एकदम इम्पोर्टेन्ट कुरा आएको छ है यो हप्ता, राष्ट्र सदाचार नीति, हाउ टु बिहेभ। ल त्यस्तो लाइक डिक्टेट गर्नु हुँदैन भन्दा भन्दा लाइक वी आर इन दिस स्टेज जहाँनिर चाहिँ एज एन इन्डिभिजुअल कसरी एक्ट गर्ने सम्मको नीति छ अनि कानुनमा परिवर्तन हुन्छ भनेर भनेको छ। अनि आई डोन्ट नो के कुरा कानुनमा परिवर्तन हुन्छ, जस्तै देयर आर थिङ्स लाइक आफ्नो परिवारसँगको जिम्मेदारी, नट एक्ज्याक्टली दिस वर्ड, तर आई डोन्ट के भन्छ त्यसलाई, आफ्नो परिवारसँगको रेस्पोन्सिबिलिटिजहरू चाहिँ नि पुरा गर्नुपर्ने भनेर। अनि त्यो भने के हो? त्यो एकदम वेग खै कस्तो कस्तो के, किनभने कति धेरै कुराहरूको चाहिँ जस्तै एथिक्स, अनेस्टी, इन्टेग्रिटीमा चाहिँ धेरै अनस्पोकन अनरिटन रुल्स नै हुन्छ नि त। अनि मान्छेले त्यो त आफै गर्ने हो नि त, आफ्नो अन्डरस्ट्यान्डिङबाट होइन, आफ्नो रिस्पोन्सिबिलिटी बुझेर गर्ने हो। अब त्यसलाई पनि पेपरमा बाँधेर त्यसलाई गर्छु भनेर त हुँदैन। मेरो लागि भोलि यो कानुन बन्यो भने लाइक दे क्यान इफ द गभर्मेन्ट इज नट ह्याप्पी कि के गरिरहेछ यो मान्छेले भन्यो भने जे कुरामा पनि के अरे यो पोलिसीले यो मिन नै गरेको होइन यो हो भनेर भन्नु, त्यो त आफ्नो इन्टरप्रिटेसन जसरी पनि इन्टरप्रेट गरेर जे कुरालाई पनि कारबाही गर्न मिल्छ भनौँ न त्यो मान्छेलाई जे कुरा। त्यही फ्यामिली रेस्पोन्सिबिलिटीकै कुरामा भनौँ न, म चाहिँ एकदम राम्रो बच्चा हो, अब मैले चाहिँ मेरो पेरेन्ट्सको टेक केयर गर्ने पनि मेरो रेस्पोन्सिबिलिटी हो भनेर सोध्छु, बच्चाहरूको गर्ने हो, सबै हाउस होल्ड म्यानेज गर्ने यताउता भने मैले एकदम राम्रो गरौँला। एउटा कोही ड्रङ्कर्ड छ, he doesn't feel responsibility, उसको लागि के हो त रेस्पोन्सिबिलिटी फ्यामिलीको होइन। अनि उसले त त्यो इभन लाइक त्यो के अरे एउटा ठुलो रिजनल पनि भन्न मिल्दैन कि, इच इन्डिभिजुअलको त्यो पनि उसको के मेन्टल स्टेट के छ होइन, उसको त्यो बेलामा के चलिरहेछ त्यही अनुसारै त्यसको इन्टरप्रिटेसन त चेन्ज भइरहेको छ नि त। सो त्यही त आई मिन एथिक्स, अनेस्टी, इन्टेग्रिटीको त्यो अगेन्स्टमा त को हुन्छ र। तर अफिसमा काम गर्दै गर्दाखेरि आई थिङ्क सिभिल सर्भेन्ट्सहरूले लाइक सिनियर मान्छेहरूलाई रेस्पेक्ट गर्नुपर्ने अनि आफ्नो कोलिगहरूलाई चाहिँ त्यही अनुसार ट्रिट गर्नुपर्ने भनेर होइन। अनि द्याट विल नट बी राइट इन अल सिचुएसन्स। जस्तै ल हामी एकदमै अमेरिका ल्यान्ड अफ अपर्च्युनिटी के छ त्यहाँ गफ गर्दै गर्दाखेरि देयर इज अ कल्चर कि कसैले पनि कसैलाई त्यसरी लाइक यो मान्छेलाई चाहिँ रेस्पेक्ट गर, यो मान्छेलाई चाहिँ अर्कै ट्रिट गर भनेर त्यस्तो नीति त छैन नि त। अनि मैले उनीहरूलाई हेर्दै गर्दाखेरि लाइक दे ट्रिट सबैजना इक्वली, अनि त्यही भएर चाहिँ इभन बसहरू छ भने पनि दे क्यान स्पिक इन फ्रन्ट अफ देम, अनि उनीहरूको आइडियाजलाई कन्टेस्ट गर्न मिल्छ। तर अब नीति नै आइसकेपछि त वी कान्ट डु द्याट जस्तो लाग्छ। त्यही त। अनि अगेन द क्वेसन, एन्ड क्वेसन इज कि कसलाई लागु हुन्छ त यो, सिटिजनलाई मात्रै लागु हुन्छ कि पावरफुल मान्छेहरूलाई पनि लागु हुन्छ कि होइन?
अनि सबैजनाको छ लिस्ट अफ थिङ्स दे क्यान सुड डु तर पनि वेग रुल्स त डेन्जरस हुन्छ नि त रुल्स नै वेग भयो भने त त्यो इन्फोर्समेन्ट के अरे डिस्क्रेसनरी हुन्छ नि त होइन अनि त्यो भयो भने त पावर भएको मान्छेले सिलेक्टिभली युज गर्न मिल्यो अनि त्यही त के हो It's just a way to control के मान्छेहरूलाई हुन्छ नि आफूले नियम लिएर आयो ल I mean they can people with the power can bend those rules the way they wanted it के अनि यत्रो यो जेन्जी आन्दोलन भएर मान्छे चाहिँ यत्रो यङ्गस्टरहरू मरेर यो होल सत्ता परिवर्तन भएर गभर्मेन्ट बनेको छ क्या अनि मेरो लागि होइन आई वाज भेरी मच इन्भल्भ विथ द किड्स होइन त्यतिखेर उनीहरू सडकमा गइरहेको थियो म यहाँ बसे पनि आई वाज टकिङ विथ द पिपल होइन इज द्याट अ प्रायोरिटी क्या म चाहिँ मेरो लागि चाहिँ त्यो क्वेसन हो क्या इज द्याट अ प्रायोरिटी फर द गभर्मेन्ट यो गभर्मेन्ट नर्मल अवस्थाबाट आएको गभर्मेन्ट होइन क्या होइन मान्छेले चाहिँ एउटा ठुलो परिवर्तन होइन परिवर्तन लिएर आयो नि त भोट गरेर होइन त्यत्रो नम्बर अफ पिपल गएर भोट गरेर एउटा देशमा चाहिँ एउटा आमूल परिवर्तन आउँछ भनेर चाहिँ भोट गरे हो नि त होइन मान्छेहरूले हामीले पनि यो भोट चुनावको बेलामा धेरै मान्छेहरू अहिलेको सरकार पक्षका साथीहरू राम्रो साथीहरूलाई मैले त खुलेर सपोर्ट पनि गरेको थिएँ कि बट नाउ उनीहरूको सरकारको प्रायोरिटी देखेर चाहिँ आइम लाइक रियली डिसपोइन्टेड होइन अब अस्ति मैले 100 दिन हेर्छु भनिरहेको थिएँ मैले खास लेख्छु भन्ने थिएँ मसँग त्यसैले अलिक कामले गर्दाखेरि अलिक बिजी भएको थिएँ तर ओभरअल देखिराख्दाखेरि चाहिँ इट्स भेरी डिस्करेजिङ फर मी होइन एउटा रिसेन्ट आई डोन्ट नो आई सुड टक अबाउट दिस अर नट लास्ट विकको कुरा हो तर जुन भिसीको नियुक्तिहरू भएको थियो नि अहिले रिसेन्टली होइन यु डोन्ट सी एनी वुमन ओभर देयर क्या होइन महिला छैन क्या महिला किन छैन भने चाहिँ महिलाले अप्लाई नै गरेन भन्छ क्या एउटा होइन होइन अनि राम्रो मान्छेहरूले चाहिँ बाहिरको मान्छेहरूले चाहिँ अप्लाई नै गरेन भन्छ कि सो यसलाई दुईटा पाटोबाट हेरौँ है एउटा चाहिँ म डायस्पोराबाट अगेन यो हामीले कुरा गरिरहेको छ नि होइन नेपालमा त्यो भिसीको लागि को जब अप्लाई यहाँ पनि त डायस्पोरामा युनिभर्सिटीमा काम गरेको त टन्नै मान्छेहरू छन् त होइन विथ द गुड एक्सपिरियन्स एन्ड एभ्रिथिङ राइट अब त्यो भिसीमा अप्लाई गरिराख्दाखेरि द फर्स्ट क्राइटेरिया के छ भने चाहिँ यहाँ अमेरिका विदेशी सिटिजनसिप अथवा तिम्रो पिआर अथवा के भन्छ ग्रिन कार्ड भयो भने चाहिँ हुन्छ नि एलिजिबल हुँदैन भनेर होइन अब एउटा कुरा भन त कोही मान्छे जसले चाहिँ यहाँनिर जस्तो सुकै देश बनाउँछु भन्ने एकाडेमिक मान्छे भए पनि उसले चाहिँ नेपालमा चाहिँ ल तिमीलाई चाहिँ 5 वर्षलाई चाहिँ तिमी चाहिँ यो युनिभर्सिटी अथवा काठमाडौँ युनिभर्सिटी अथवा एक्सवाइजी युनिभर्सिटी चाहिँ तिमीलाई चलाउन दिन्छु तिम्रो भिजनमा चलाऊ तर तिमीलाई मैले अपोइन्ट गरिसकेपछि चाहिँ तिमीले तिम्रो पिआर अथवा ग्रिन कार्ड छोड्नुपर्छ है 30 डेज 60 डेजमा भनेर यदि त्यो सायद त्यो जुन क्राइटेरिया हालेर लिएर आयो भने चाहिँ देउडा हुन्छ नि यो डायस्पोराबाट धेरै मान्छेले अप्लाई गर्थ्यो होला के तर अब त्यो अप्लाई गर्नलाई चाहिँ यहाँ चाहिँ ग्रिन कार्ड अथवा सिटिजनसिप चाहिँ हुनु हुँदैन भनेर जुन नियम लगाइदियो त्यसले आफैमा मैले भनेको त्यो बाहिरको ठाउँलाई चाहिँ नेपाल लिएर आउने एकातिर कुरा गर्छ भने चाहिँ एकातिर चाहिँ यस्तो ब्यारियर लिएर आइदिन्छ होइन जसले गर्दाखेरि चाहिँ बाहिरका डायस्पोराका ट्यालेन्टहरूले चाहिँ अप्लाई नै गर्न पाउँदैन क्या त्यो जबहरूमा होइन विच इज अगेन तपाईँले यो भन्दै गर्दा मलाई एकदम एउटा इन्ट्रेस्टिङ कुरा आयो दिमागमा है विच इज अलिकति सेगवे बट स्टिल इन द टपिक कि मान्छेहरूले स्टिल क्यान से कि नेपालमा बसिरहेको केटीहरूसँग चाहिँ ट्यालेन्ट छैन त उनीहरूले किन अप्लाई गरेन भनेर बट मलाई आई थिङ्क होइन यो नेपाल छोडेर जाने ओर बाहिर बस्न रुचाउने वान अफ द पैसा इकोनोमिक अपर्च्युनिटी गुड एजुकेसन सबै छँदैछ वान अफ द मेन फ्याक्टर भनेको फ्रिडम पनि हो अनि त्यो स्पेसली अप्लाइज टु केटीहरू बिकज आई हेभ हर्ड अ लट अफ पिपल सेङ कि त्यहाँको इन्भाइरोमेन्टमा त्यहाँको यस्तो पेट्रियार्को सिस्टममा ओर बिहा गरेपछि जुन केटीहरूसँग एक्सपेक्ट गर्छ आफ्नो प्रोफेसनल लाइफ कम्प्रोमाइज गरेर टेकिङ केयर अफ घरको लाइफ सो आई थिङ्क धेरै पढेको छ इफ यु वान्ट टु अचिभ समथिङ भने दे वान्ट टु गेट आउट अफ द्याट लाइफ एन्ड गो टु अरू विदेशमा जानेर चाहिँ देयर इज मोर फ्रिडम द्याट इज अल्सो अनदर फ्याक्टर वाइ पिपल वुड नट गो ब्याक सरी ल
युनिभर्सिटी ओके त्यो डायस्पोराको लागि जुन एउटा इन्भाइरोमेन्टै बनाइदिएन नि होइन अप्लाई गर्नलाई, द्याट इज वान फ्याक्टर होइन, जसले गर्दाखेरि चाहिँ डायस्पोरामा भएका एकाडेमिक मान्छेहरू जसलाई चाहिँ नेपालमा गएर चाहिँ के गरौँ के रिफर्म गरौँ एजुकेसन सिस्टममा, उसलाई त पहिले नै दे ब्लक इट राइट। एउटा सेकेन्ड भने चाहिँ मेरिटोक्रेसीको एउटा जुन आई हेट दिस टर्म मेरिटोक्रेसी होइन, मलाई के लाग्छ भने चाहिँ यो एलिटहरूले बनाएको चाहिँ एउटा रुल हो, जस्ट हुन्छ नि यो ट्र्याप हो क्या खास भन्यो भने, जसले चाहिँ त्यही अपर्च्युनिटी चाहिँ एउटा सर्टन ग्रुपले चाहिँ बारम्बार, अझ मोर स्पेसिफिकली भन्दाखेरि चाहिँ बाहुन छेत्रीहरूको जुन एउटा एलिट ग्रुप छ होइन, बाहुन छेत्री अथवा भनौँ न राणाहरूको, त्यो एउटा ग्रुपले बनाएको जुन यो मेरिटोक्रेसीको जुन जुन छ नि होइन, त्यो खास बनाएर अनि जहिले पनि त्यही ग्रुप अफ पिपल मात्र आउने क्या। अनि मलाई चाहिँ म किन डिसपोइन्टेड भयो भने यो गभर्मेन्ट जुन आफैमा एकदमै म्यासिभ चेन्ज गर्नुपर्छ भनेर म्यान्डेट दिएर पठायो नि त जनताले होइन, सर्टेन कुराहरूको लागि चाहिँ त्यो अलिकता जुनियर मान्छेहरू नै होला अरे होइन, उनीहरूलाई ल्याउन सक्दैन थियो होला त बिसी बनाउनलाई होइन, मेरो कुरा के। सेकेन्ड कुरा के हो भने चाहिँ यो भिसी त ल ठिक छ 4 वर्ष बन्छ अरे होइन, अझ मैले सुनेको भिसीहरूको चाहिँ राजीनामा पहिले लिएर राखेको छ अरे सबैको, अब आई डोन्ट नो हाउ ट्रु इट इज होइन राजीनामा पत्र पहिले त्यो एउटा हातले चाहिँ ऊ दिइरहेछ अरे के भन्छ त्यसलाई, अपोइन्टमेन्ट दिइराख्दाखेरि चाहिँ उनीहरूको राजीनामा चाहिँ पहिले राखेको छ भनेर, आई डोन्ट नो हाउ ट्रु इट इज होइन। अब यिनीहरूले चाहिँ यो जुन अहिलेको भिसी छ अबको 4 वर्षपछि चाहिँ ल पहिले त मेरिटोक्रेसीको गफ होला, दुनियाँ दिवाना होला, पुरानोले केही गरेन त्यसले गर्दाखेरि चाहिँ महिलाहरू चाहिँ अथवा मार्जिनलाइज ग्रुपको मान्छेहरू आउन सकेन, ल ठिक छ। अब मुभिङ फरवर्ड चाहिँ रोड म्याप के त यिनीहरूको, जसले गर्दाखेरि चाहिँ भोलिको दिनमा चाहिँ अबको 4 वर्षपछि चाहिँ क्यान वी सी अ वुमन भिसी फर काठमाडौँ युनिभर्सिटी, क्यान वी सी समवन चौधरी अथवा समवन मुस्लिम अथवा सम्झना एकजना दलित कम्युनिटीबाट अथवा मधेसी कम्युनिटीबाट त्रिभुवन युनिभर्सिटीको भिसी बन्न सक्छ भन्ने कुरा मिन्स आस्किङ क्या। त्यो इन्स्योर कसरी गर्छ भन्ने कुरा चाहिँ त्यो रोड म्याप चाहिँ मैले अहिलेसम्म देखाएको छैन क्या होइन। अब यिनीहरूले रेजिस्ट्रार डिन के गर्छ होला, आइ एम भेरी मच स्योर 80% अफ द पिपल यो मेरिटोक्रेसीको यो बकुमफुसे गफ लगाएर इट्स अ सेम ग्रुप अफ पिपल इज गन बी देयर। र अबको 4 वर्ष 5 वर्षपछि चाहिँ नयाँ भिसी नियुक्ति गर्दाखेरि चाहिँ नथिङ गन चेन्ज क्या, एन्ड द्याट इज आइ एम सो डिसअपोइन्टेड क्या। त्यो कुराले चाहिँ एउटा चाहिँ डायस्पोराबाट मान्छेहरूलाई आउन नै रोकिदियो, उनीहरूले यस्तो नियम बनाइदियो कि यो गभर्मेन्टलाई त्यो फसाइदियो क्या, त्यो मेरिटोक्रेसीवाला गफले होइन, उनीहरूलाई त्यसै अब आउँदैन सक्दैन। यहाँ क्याम्ब्रिजमा अथवा यो अक्सफोर्डमा अथवा यहाँ युनिभर्सिटी अफ वासिङटनमा चाहिँ कोही नेपालीहरू चाहिँ पिएचडी गरेर यहाँनिर चाहिँ प्रोफेसरहरू गर्छ, उनीहरू चाहिँ फर्केर चाहिँ गएर म नेपालमा चाहिँ सेवा गर्छु अथवा अप्लाई गर्छु, पायो भने चाहिँ म मेरो ग्रिन कार्ड सिन कार्ड छोडेर जान्छु भन्ने त्यो त्यति मात्र एउटा इन्भाइरोमेन्ट बनाइदिए भए पनि थिङ्स वुड ह्याभ बिन डिफरेन्ट होइन। त्यो गरेन, त्यसले एउटा मलाई ठुलो डिसअपोइन्टमेन्ट छ। यो अहिले यो नेपालीहरू फर्क यो गर जुन हाम्रो अभियानहरू नेताहरूको गफ चलिरहेछ, व्यवहारमा चाहिँ अझसम्म आइसकेको छैन होइन। अनि सेकेन्ड भने चाहिँ यो भिसी नियुक्ति इट्सेल्फ इज भेरी डिसअपोइन्टिङ फर मी चाहिँ। खासमा राष्ट्र सदाचार नीतिको कुरा गरिरहेको थिएँ होइन। मलाई चाहिँ म तपाईँहरूलाई थाहा छ म एभ्री 2-3 महिनामा अब म नेपाल जान्छु भनेर फोन गर्छु तपाईँहरूलाई होइन, विच नेभर मटेरियलाइजेस। तर अहिलेको मेरो लागि चाहिँ सबैभन्दा इम्पोर्टेन्ट थिङ विच जसले चाहिँ मलाई स्केप्टिकल बनाइरहेछ त्यो चाहिँ के मलाई डर लागिरहेछ अहिले चाहिँ कि कस्तो खालको इन्भाइरोमेन्ट भइसक्यो यार नेपालमा। जस्तै म त पोलिसी रिसर्चर हो अनि मेरो मोस्ट अफ द काम त गभर्मेन्टसँग डिसएग्री गर्ने हो। सो इज द्याट एनी मोर टलरेबल नेपालमा? पहिला एटलिस्ट एमपीहरू वुड कल अर कम टु मिट, यो कुरामा के भइरहेछ भनिदेऊ न, यसो के पर्सपेक्टिभहरू छ भनिदेऊ भनेर त्यतिसम्म त गर्न आउँथ्यो। तर अहिले आई डोन्ट नो कसैले पनि कन्ट्याक्ट त गरेको छैन होइन। अनि प्लस अर्को कुरा चाहिँ इट्स सुड
यो रिसर्च इन्स्टिट्युट स्पेसली पोलिसी इन्स्टिट्युटहरूलाई पैसा लिएर आउन एकदम गाह्रो भएको छ नेपालमा अनि विच इज भेरी वियर्ड किनभने के भन्छ भने यसले कसरी नेपाल राष्ट्र एकछिन मैले राम्रोसँग एक्सप्लेन गर्नुपर्छ प्राइभेट सेक्टरको फिलान्थ्रोपी इज नट सो हाई इन नेपाल अरू देशमा जस्तै किनभने अफकोर्स उनीहरूले अथाह सम्पत्ति पहिला कमाइसकेपछि बल्ल फिलान्थ्रोपी गर्ने होला सो अहिलेसम्म त्यस्तो भएको छैन होइन सो वी हेभ टु रिलाइ अन बाहिरबाट आउने फन्डहरू होइन अनि नट नेसेसरीली पोलिसी इन्फ्लुएन्स गर्नको लागि तर देयर आर जेन्युन फन्डहरू जसले चाहिँ नि रिसर्च साइन्टिफिक पोलिसीहरू प्रमोट गर्नको लागि बनेको सो यो पैसा चाहिँ नेपाल आउँदै गर्दाखेरि नेपाल राष्ट्र ब्याङ्क सेस आफ्नो रेगुलेटरी बडीसँग पर्मिसन लिए भनेर रेगुलेटरी बडीले के भन्छ भने यसरी कसरी देशलाई फाइदा हुन्छ हार्ड एसेट्समा इन्भेस्ट गर न भनेर के जस्तै हस्पिटलको बेड बनाइदेऊ यस्तो भनेर अनि तर रिसर्च नगरिकन कसरी थाहा हुन्छ प्रब्लम कहाँ छ भनेर होइन अनि त्यसको लागि फन्डै रिलिज गरिदिँदैन अर के गर्नुपर्छ अरे भने गभर्मेन्टलाई गएर गभर्मेन्टको कुनै ब्युरोक्राट अर कुनै एजेन्सीको चाहिँ पत्र चाहिन्छ अरे क्या कि दिस इज हेल्पफुल भनेर होइन अनि इफ पोलिसी रिसर्च गरिरहेछ अनि यु विल लुक इन्टु अल्टरनेटिभ पोलिसी अर गभर्मेन्टको अहिलेको पोलिसीमा के प्रब्लमहरू छ भनेर एनालाइज गर्ने हो भने त गभर्मेन्ट आफैले किन दिन खोज्छ त्यो चिठी होइन अन्त इट्स जस्ट इम्पोसिबल सो मलाई अहिले फिल भइरहेछ कि मैले त्यहाँ गएर आई विल हेभ टु फेरि फाइट फ्रम द स्टार्ट कि हामी जस्तो इन्स्टिट्युसन्सहरू इम्पोर्टेन्ट छ भनेर सेम विथ द सोसियल वेलफेयर काउन्सिल नि त्यहाँ पनि एनजिओजहरूले प्रोग्राम अप्रुभ गराउन जाँदाखेरि हार्ड एसेटलाई उनीहरूले प्रायोरिटाइज गर्छ अनि ट्रेनिङ क्यापासिटी बिल्डिङ यस्तोहरूलाई त दे डोन्ट सी एज लाइक अ रिटर्न अन इन्भेस्टमेन्ट जसरी हेर्दैन यो रिसर्च पनि सोसियल वेलफेयर काउन्सिलबाटै जानुपर्छ क्या I don't know why that social welfare council exists के त्यो पहिले राजा आउँदाखेरि एकजना रानीलाई चाहिँ के गर्ने भएर यो रानीलाई चाहिँ रानीलाई यसो के गरी खाऊ भनेर बनाइदिएको इन्स्टिट्युसन हो क्या त्यो बेलामा I don't know if you know the history हैन I don't know why it even exists के I don't know अनि त्यसपछि इन्ट्रेस्टिङ थिङ चाहिँ यो गभर्मेन्टले के निकायहरू खारेज गर्ने भन्दै गर्दाखेरि सोसियल वेलफेयर काउन्सिल पनि थियो क्या लिस्टमा तर अगेन त्यो पनि स्केरी हो किनभने नि होइन इन्डियाले पनि यस्तै गरेको थियो के तर द्याट जस्ट मिन्स किन भन्दै गर्दाखेरि एनजिओहरूलाई खुम्चाउनलाई एनजिओहरूलाई खुम्चाउनको लागि अनि अल्सो रिसर्च इन्स्टिट्युटहरूलाई खुम्चाउनको लागि तर किनभने नि इफ रेगुलेट गर्ने निकाय नै छैन भने हाउ विल दे अपरेट बिकज नेपाल राष्ट्र ब्याङ्क विल से आफ्नो रेगुलेट गर्ने निकायसँग लिएर आऊ भनेर पर्मिसन तर यहाँ त्यो निकाय नै छैन सो वी कान्ट जस्ट एक्सेस फन्ड्सहरू अरू केही पनि के अनि इन्डियामा यस्तै भएको थियो कति धेरै इन्स्टिट्युटसँग अनि तर मेबी जस्तै सोसियल वेलफेयर काउन्सिल डिजल्भ भयो भने मेबी द नेसनल पोलिसी इन्स्टिट्युट क्यान बी होला नि त रेगुलेटरी उसले हेर्न सक्छ जस्तै हेल्थ प्रोग्राम्सको लागि हेल्थ कोअर्डिनेसन डिभिजन छ मिनिस्ट्रीभित्र म किन स्केप्टिकल भएको नि त्यो जेनजी आन्दोलनको रिपोर्ट छैन गौरी बहादुर वाला त्यहाँनिर एउटा रेकमेन्डेसन दिएको छ कि एनजिओ आइएनजिओहरू चाहिँ एकदम धेरै बाठो भयो भनेर के अनि विच इज अ सिग्नल कि त्यसमा टेकेर गभर्मेन्ट विल ट्राई टु रिड्युस देम भनेर तर द थिङ इज म अहिले काम गर्नेलाई एनजिओ आइएनजिओ पनि भन्नु मिल्दैन तर वी डोन्ट हेभ अरू खालको इट्स अ रिसर्च इन्स्टिट्युट नि अब के भन्ने तर यो सबैको बटम लाइन इज नेपालले अर्न गर्नुपर्छ टु बिकम रिटर्न वर्थी अनि त्यही टु योर थिङ्किङ होइन हामी सबैजना नेपाल छोडेर आउँदाखेरि वी थिङ्क कि एट सम पोइन्ट वेन आइ एम एस्टाब्लिस्ड वेन आई हेभ लाइक स्किल्स म जान्छु नेपाल भनेर सबैले त्यही नै सोचेर छोडेको हुन्छ नि त अनि ल एउटा ग्रुप अफ पिपल माइट से कि बाहिरको टेस्ट पाएपछि उतै बस्ने भन्ने डिसिजन गर्यो भन्ने जस्तो होइन तर थिङ्क अबाउट आवर पेरेन्ट्स के कुन पेरेन्ट्सलाई चाहिँ आफ्नो बच्चाहरू आफूबाट टाढा होस् जस्तो फिल हुन्छ होइन फर द फर्स्ट 2-3 years हामी यहाँ आएको एभ्री टाइम वी कल बाबा मामुलाई दे अलवेज सेड कि ल छिटो छिटो पढाइ सकाएर आऊ ल छिटो छिटो यो गरेर आऊ अनि यहीँ ठिक हुन्छ भनेर तर नाउ वेन वी कल देम दे आर लाइक त्यहाँ भयो यहाँ के गर्न आउने भनेर के सो त्यही नेपालमै बसेको मान्छेले नेपालमा बस्ने भ्याल्यु देखेको छैन भने डायस्पोरामा भएको नेपालीलाई कसरी अट्र्याक्ट गर्छ कि गभर्मेन्टले अब गिल्ट गरेर मान्छेलाई रिटर्न त गराउन सक्दैन नि त जहिले पनि होइन पेट्रियोटिजम राम्रो हुन्छ तर देशको मायाले मात्रै लाइफ चल्दैन नि त सो
लाइक पर्फेक्ट कन्ट्री हुनु पर्दैन, कुनै पनि कन्ट्री पर्फेक्ट हुँदैन, तर एटलिस्ट क्रेडिबल त हुनु पर्यो नि त। एजुकेसन, हेल्थ, रेगुलेसन, इन्फोर्समेन्ट, इभन एथिक्स होइन, यो सबैमा क्रेडिबल हुनु पर्यो। तर त्यो भन्दैमा लाइक कन्स्ट्रिक्टिङ, इभन सानो रिस्ट्रिक्टिङ हुनु भएन। बाइ द वे इभन सानो कुरा लाइक मलाई एकदम फनी, तपाईँहरूले युएसमा आफ्नो गाडी बेचेर त्यो बेचेको पैसाले नेपालमा गएर गाडी किन्न सक्छ होइन? डाउन अनि पेमेन्ट गर्न दुईटा लाग्छ दुईटा होला। गाडी बेचेर पनि आउँदैन। हो, त्यस्तो सिम्पल कुराहरू पनि इट्स सो डिफिकल्ट के नेपालमा। अनि लाइक यु एक्सपेक्ट मान्छेहरू टु गिभ अप एभ्रिथिङ, अनि तर लिभिङ स्ट्यान्डर्डको नाममा चाहिँ सानो लग्जरी पनि इट्स मोर एक्सपेन्सिभ देन विदेश Right. भनिन्छ। त्यो इन्कमको प्रोपोर्सनमा हेऱ्यो भने त इट्स वे एक्सपेन्सिभ टु लिभ इन नेपाल राइट नाउ। काठमाडौँ भनौँ न। शिष्टाचारको कुरा अघि गरिरहेको थियो नि होइन, भनेको म्यानरिजम नेपालीहरू चाहिँ म्यानरलेस भयो, अब म्यानर सिकाउने भन्ने कुरा त नि होइन, इन अ वे ब्रोडर वेमा होइन। सो आजकल चाहिँ म प्रत्युषलाई चाहिँ कहिले कहिले बसमा लिएर आउँछु कि, किनभने उसलाई चाहिँ बस मन पनि पर्छ। एन्ड आई अल्सो वान्टेड हिम टु ट्राभल बसमा होइन, जेनरल सबैजना बसमै ट्राभल गर्ने हुन्छ। उसलाई मैले बसमा ल्याइराख्दाखेरि चाहिँ होइन, अब यो त एकदमै लिबरल स्टेट पनि छ होइन, मैले उसलाई चाहिँ नर्मली हामीले चाहिँ उसलाई स्न्याक्स लिएर आउँछौँ, स्कुल पछि चाहिँ उसको लागि हामीले स्न्याक्स खान्छ उसले, अनि गाडीमा आउँदाखेरि होइन। अनि उसलाई बसमा चढ्ने बित्तिकै मैले उसलाई जुस खाउँ त बाउ भनेर दिएको छु। उसले मलाई के भन्नु थाहा छ, यु क्यानट ड्रिङ्क इन बस, यु क्यानट इट, यहाँ बसमा चढिराख्दाखेरि चाहिँ यो खाना खानु हुँदैन। अनि के हो, के यो जुस पिउनु मिल्छ नि, पिए भइहाल्यो नि त, के फरक पर्दैन तिमी बच्चा, नो आई नट डु द्याट। अनि उसले मलाई त्यहाँ माथि पोइन्ट गर्थ्यो कि त्यहाँ किन यु रिड द्याट भनेर भनेको थिएँ होइन। एन्ड एन्टायर बाटो होइन, ऊ बिचरा भोगाएकै थियो, तर त्यो 35-40 मिनट्सको बाटो छ होइन, त्यो 40 मिनट उसले एकचोटि पनि खान्छु भनेन क्या। वेल टु बी फेयर तपाईँहरूले सेल्डन कुपर पालिरहेछ। मैले भन्नु खोजेको इट्स होला होइन, हामीलाई त्यो सेल्डन कुपर जस्तो लाग्यो होला, तर मैले भन्नु खोजेको सिभिक त्यो सेन्स, म्यानरिजम भने चाहिँ त्यो डिसिप्लिन, त्यो म्यानरिजम होइन, त्यो सिभिक सेन्स भन्ने कुरा चाहिँ स्कुलबाट आउने हो क्या होइन। त्यो उसले स्कुलमा पढायो हो क्या, उसले त्यो स्कुलमा त्यो डिस्कसन भयो, त्यो बुझ्यो। पब्लिक ठाउँमा चाहिँ हामीले खानु हुँदैन है, ट्रास फ्याल्नु हुँदैन है, उसँग हिँड्दा बेलामा वी हेभ टु मेक स्योर त्यो ट्रासलाई चाहिँ मैले राइट, यहाँ त अब हाम्रो स्टेटमा चाहिँ तिम्रो अर्ग्यानिक होइन एकदमै सेग्रिगेसन एकदमै हाई छ क्या। सो उसले मैले यदि फोहोर बोकेछ भने चाहिँ मैले कहाँ लगेर कुन चाहिँमा हालिदिरहेको छु भनेर पनि उसले पुरै यस्तो बुझेर हेर्छ क्या होइन। सो त्यो कुराहरू चाहिँ स्कुल सिस्टमबाट आउने हो, र त्यो स्कुल सिस्टमलाई चाहिँ हामीले चाहिँ नेपालमा चाहिँ अहिलेको आजको टाइममा चाहिँ मैले आई डोन्ट एक्सपेक्ट बिग चेन्ज म्यासिभ के। अहिले चाहिँ हामीले जुन प्राइमरी लेभल भनौँ न, यो सानो स्कुल जुन किन्डरगार्टन लेभलमा, त्यहाँ मात्र हामीले सुधार्न सक्यो, अथवा गभर्मेन्टले त्यहाँ चाहिँ टिचर्सहरूमा, त्यहाँको किन्डरगार्टनको स्कुलको इन्फ्रास्ट्रक्चरहरूमा इन्भेस्ट गरेर र नेक्स्ट 10 इयर्समा चाहिँ म्यासिभ रिफर्म लिएर आउँछु भन्ने यदि बिग भिजन र पोलिसी लिएर आएर जुन चाहिँ आजको भोलि अथवा भोलिको पर्सि चेन्ज नहुने गरिकन यदि लिएर आयो भने चाहिँ बल्ल चाहिँ यो अहिले जुन सदाचार के लिएर छ बिलहरू त्यसले काम गर्छ होला होइन। अदरवाइज इट्स नट गोइङ टु वर्क, इट्स भेरी हार्ड के। त्यसको लागि त अनि मिलिटरी एजुकेसन गर्न लागिरहेछ त। The more concerning part in military education is they can't say पछि गएर कि म गर्दिनँ भलन्टियरिङ अर केही आर्मीले बोलायो भने। अनि यसमा एउटा कुरा क्लियर गरिहाल्छु है, धेरैजना मान्छेहरूले चाहिँ नि विदेशमा पनि छ किन अपोज गरेको भनेर, लाइक युएसमा छ, साउथ कोरियामा छ, सिङ्गापुरमा छ र एजुकेसन म्यान्डेटोरी छैन नि त। तपाईँले भलन्टियरी गर्न मिल्छ, विच आई थिङ्क नेपालमा पनि अहिले भलन्टियरी नै हो। कोरियामा चाहिँ म्यान्डेटोरी हो, तर दे अल्सो हेभ एक्जम्पसन, जस्तै तर नोबडी 8 क्लासको बच्चालाई कोहीले पनि गर्दैन कि, सबैजना 18 इयर्स पुगेको हुनुपर्छ। युएसमा आई थिङ्क 17 देखि अलाउड छ, तर यु निड पेरेन्टल कन्सेन्ट। तर के अरे 13 वर्षको बच्चा इज टु स्मल फर
अनि हामी हिजो कुरा गर्दै थियौँ कि त्यो मिलिट्री नै किन गर्नु पर्यो नेपाल स्काउट्सलाई पनि त स्ट्रेन्थन गर्न मिल्छ नि त इट डज द सेम थिङ्स ओ होइन अनि आई वाज अ स्काउट अनि आई लर्न मेनी स्किल्स विच आई स्टिल युज अनि त्यसलाई नै डोरी बानी बरु स्कुलहरूमा त्यसलाई स्ट्रेन्थन गरेर त्यसलाई प्रमोट गरेर मान्छे धेरै बच्चाहरू त्यसमा एनरोल गरेर पनि त गर्न मिल्छ नि त आई त्यही मिन त म स्काउट्सबाटै अनि आई गट अट्र्याक्टेड टु रेड क्रस अनि होइन मैले रेड क्रसबाट मैले फर्स्ट एडहरू गरेँ आई डिड so many years त्यही of त Red Cross. त्यसलाई त धेरै मेहनत गर्थ्यो त डोरी सोरी बानेर ट्राफिक I made shoe गएर racks out of bamboos. नेपाल स्काउटमा फेरि भ्रष्टाचारहरू चाहिँ यो पोलिटिकल अपोइन्टमेन्टहरू जबदेखि आए नि होइन यो नेपाल स्काउटको चाहिँ आफ्नो ल्यान्डहरू पनि अगेन टन्नै थियो है अगेन त्यो रोयल्सहरूले चाहिँ राजाको पालामा चाहिँ अगेन रानीहरूलाई चाहिँ हुन्छ नि एउटा सर्टेन केही इङ्गेजमेन्ट तरिकाले नै यो उसको चाहिँ त्यो के भन्छ त्यसलाई त्यो पेरेन्ट चाहिँ रानी हुने गर्थ्यो क्या अरे तर यो त राम्रो इनिसिएटिभ थियो नि त होइन नराम्रो त कुनै पनि थिएन नि त्यो बेलामा गरेका चिजहरू राम्रो नै भने हो तर भन्नु खोजेको त्यसलाई पनि जब नेपालमा यो डेमोक्रेसीको पोस्ट डेमोक्रेसी चाहिँ राम्रो चिजलाई चाहिँ इन्करेज गरेर लान साटो चाहिँ मोर त्यसमा पनि करप्सन लिएर आयो त्यो करप्सन लिएर आइसकेपछि चाहिँ आजको दिनमा तिमीले नेपाल स्काउटको अवस्था हेऱ्यो भने नेपाल स्काउट अनि त्यसपछि बाल मन्दिर भन्ने जुन कन्सेप्ट थियो त्यसको अवस्था चाहिँ दे हेभ अ म्यासिभ प्रोपर्टी क्या ल्यान्ड इन टर्म्स होइन जस्तै लैनचौरको नेपाल स्काउटको ल्यान्ड इज अ पार्टी प्यालेस नाउ राइट त्यो चिजहरूलाई चाहिँ राम्रोसँग युज नगरेर त्यसलाई चाहिँ मिसयुज नै गरेर यो पोलिटिकल पिपलहरू आएर अनि मैले हिजो प्रियासालाई भनेको थिएँ भएको स्काउट चाहिँ राम्रोसँग गर्न सकेको थिएन अब मिलिट्री ट्रेनिङ कहाँबाट गराउँछ इट्स अ म्यासिभ इन्भेस्टमेन्ट अहिले रिभाइभ गर्न सक्थ्यो कि होइन पहिला जस्तै स्काउटहरू अफकोर्स अब यो करप्सनले जग्गा सग्गा गएको छ तर हामीले आज मोस्टली यो हप्ताको न्युज हेऱ्यो अनि यो हप्ता मात्रै भएको डिफ्रेन्ट पोलिसिजहरू र डिफ्रेन्ट कुराहरूले के पोइन्ट आउट गर्छ लाइक ट्यालेन्ट अट्र्याक्ट गर्नको लागि नेपालको एजुकेसन सिस्टम इज becoming worse or झन् unpredictable, business environment unpredictable, healthcare unreliable, अनि इभन सानो कुराहरू जस्तै बिहेभियर रेगुलेसनदेखि लिएर एभ्रिथिङ इज मेकिङ इट मोर डिफिकल्ट अनि मेकिङ नेपाल अझै मोर अनअट्र्याक्टिभ अब गभर्मेन्टले ट्यालेन्ट अट्र्याक्ट गर्छु भन्ने बित्तिकै सबैजना आउँदैन यो राइट इन्सेन्टिभ्स सेट गर्नुपर्छ तर बिफोर वी क्लोज we didn't speak about one very important things. So हिजो एकजना गणेश नेपाली भन्ने युवकले चाहिँ आत्महत्या गरेछ थाहा छ नि हैन and he died हैन he died अहिलेको न्युजहरू हेर्दाखेरि भर्खरै ओके लेटेस्ट अपडेट डाइड मैले त अघि बिहानसम्म पढ्दाखेरि त दिल्ली लग्ने तयारी गरिरहेको थियो तर अब नेपालमा बर्नको पनि त यस्तो राम्रो प्रियासा त काम गरेको छ नि बर्न मान्छे चलिसकेपछि चाहिँ इट्स भेरी हार्ड के अब दिस इज अ बिग थिङ द्याट हेज ह्यापेन्ड अब यो अनि इट्स कन्सर्निङ किनभने यो रिसेन्टली एकदम धेरै सुइसाइडल केसेसहरू नेपालमा होइन सेल्फ हार्मको अनि मेन्टल ऊहरू अब कतिजना अनडायग्नोस्ड होला यो स्ट्रेसहरू एडेड स्ट्रेस एन्ड एभ्रिथिङ यो कुराहरूलाई चाहिँ गभर्मेन्टले चाहिँ पोलिसी रिफर्म पोलिसी पेपरमा बनाउँदै गर्दाखेरि चाहिँ यसले मान्छेको लाइफस्टाइलमा र फ्यामिली डिसिजन्सहरूमा चाहिँ कसरी असर गर्छ मान्छेको लाइफ के अरे लाइभलीहुडलाई अफेक्ट गरेको छ कि छैन भन्ने खालको किनभने पेपरमा आएको रिटन पोलिसी र रियालिटी इज सो डिफरेन्ट होइन त्यसलाई चाहिँ अलिकति कन्सिडरेसन गर्नुपर्छ भनेर यो चाहिँ आई थिङ्क अब यसले पनि कसैको आँखा खोल्दैन भन्ने त आई डोन्ट नो वाट विल मैले त्यही भन्न लागिरहेको थिएँ कि पोलिसी बनाउँदाखेरि रियालिटीलाई चाहिँ हेरेको छैन भनेर दिस सोज आइम लाइक सक के एउटा कुरा जस्तै बालेन सरकार चाहिँ गभर्मेन्टमा जब आएको थियो होइन उनीहरूको पहिलो स्टेटमेन्ट चाहिँ हामीले चाहिँ सत्यौंदेखि दलितहरूमाथि चाहिँ अत्याचार भयो सरकारले चाहिँ दलितहरूसँग माफी माग्ने भनेर भनेको थियो नि होइन राजा 100 days लगभग पुगिसक्यो होइन अब यसको सेरोफेरोमा हेरेर एकजना दलित युवाले चाहिँ देशमा चाहिँ आत्महत्या गरेर चाहिँ ज्यान गुमाउनु पर्यो सो स्याड क्या स्याड नि होइन
Yes, र sir. सानो सानो इन्सिडेन्ट्सले झकझकाइरहेको हुन्छ तर यो हुनै नपर्ने थियो भन्ने इज द पोइन्ट अनि Very disappointing. होइन it's यो फेरि यो in a way this is a sign that people is frustrated के हुन्छ नि तिम्रो सानो सानो अनि यो फ्रस्ट्रेसनमा गइरहेको भनेको चाहिँ यदि तिमीले ओभरअलै हेऱ्यो भने चाहिँ लोवर मिडल क्लास हुन्छ नि तिम्रो निम्न वर्गका मान्छेहरू नै धेरैजना छन् क्या भनेको म्यासिभ मास चाहिँ क्या जसले गर्दाखेरि चाहिँ दिस इज नट अ गुड साइन क्या